三界觉得。
제일 망고다. 제일 망고. 네, 안 좋거든. 그래도 기시에 된다. 저한테 다들 말씀은 건다. 잘 지금 배워서 중도와 근데 통하고 저다. 그래. 건강매 사이 그냥 김바이나 건강매디 김에 있는 조가이들이 시계에서 뭐 영어 그래 산이야도 로차 로차 근데 로비지요 그 잡아 때만 숨채래 그러면 가서 지금 그 다음 사람 뜻이다게 준비 제브래. 저 괜찮아 요래. 괜찮지 있어. 괜찮아 내게 요래. 근데 저도 듣는데 에페인데 저. 마고 가자. 하드린 거면 제스. 파비토 말에 프레드 말인데 다음에 심을 때 와도 그러면 건도 나 파비토 건도 그래가지고 이제 루핑이 바 건도 데모스터 찍고 할 거야. 그 데모스 너무 더워 거쳐마다 데모스 제브래 더워 도만냐 야 데모스 제브래 더워 다 결혼 때문에 쓰는데 몇시 아마고 지난 때문에 쓰면 제주고 여보다 누워지나 분명히 다음에 타와다 자나로 타와다 도와요 그래 결혼이나 정말 제주 조금만 들어가면 진짜 아니 저래야 정말 가시 그저 다들자 다가서 이제 배다 좀 비들라 아니래 저 봐요 근데 얘네 저 봐야다 아니래 안 저야 되게 말말 정말 가서다 간신나 지당 다 보면라 받지 야지 내가 좋아하겠다. 지당시다. 미르르 말에 지당시다. 어디에 와서서 뒤기다 정말 찍어도 양자주 변했다. 제가 거기다 무슨 등이 그 양자주 맞잖니. 그 드랍 이들리 그 드랍 디 슈이세 그런 냠도 냐도 그래. 냠도 냐도 그 드라스에서 인산이나 들어차도 봐. 못해. 벌써 싫어. 저는 민지 해마서. 무슨 어떻게 하죠? 어떻게 제자 당고인데 당고도 잘 대봐 망부 때 되면은 건다 채는 망부 통사 뭐지 되게라 저 대절라니 매버데 하다는 거를 랑지여 봐 밀자만 봐봐 최체여 봐 다와게단 저주서 그래서 최체여 봐 수능 사이에 디바 양자 디바 자야다 양자 그 사이에 그거 봐 양자 듣님한테 근데 가서 드린 버드 나도 마시와 야랑지 중화대 밀루네 되는 최제 버드 뭐나 잔들 버드 중 어디 뭐나 잔들
아니 뭔가 취재를 하면서 밀루 미숨버체 최최가 거 같아. 진리가 같아. 버들 뭐나래. 디 뭐나 되는 버들. 어디래? 진짜 다는 취재 까마 끼지 어디로 저장해시 그래서 당연히 루디 다들 로도 이미 듣는 다 로스메이네 와서 로는 내에 잔전도 가지고 되면 말 제가 깨지 밥한 것 같이 뭐다 소원한 생각 제 깨지르네 배는 깨지르는 좀 내가 시험 받아서 깨지르는 좀 때문에 아니 가서다 제가 내성을 이제 왔던데 제가 내가 저 코아를 이제 와 타백고 또 여러분 이게 이제 이네 물리디 내 배치나 여러분 할아버지 뭐나 자네가 할아버지 깨지를 근데 자네가 그냥 중때 아니 코아 타와 타백고 또 깨지를 어다나 생기지 란전 장주에서 이제 장주에서 별 깨매네요. 장주에서 서로 땅에는 조금 좁이나 어다께지를 산적만 돼 주세요. 산적만 돼 주세요. 하우사 밀리 여장 어디 밀리 톱에 여장 진리요. 짜치마 오늘 저는 진리니 다 동반이 가절 네 나다 내 자와유 산주와 냐와 코와 다바 내발동아 참말로 정원에 좀 찾아야지 뭐다 이놈도 매가 더는 짜네 그러면 짜네 매가 똥바 양 배진에 매스가 뭐다 산당 안 주도 뭐 내버 주당대도 어때 짜니라 누른다는 매와 똥바 어디 니를 똥바니 어디 섬당이나 가서 진짜 롱아서 저렇게 그네다 그걸 가서 다시 섬당이나 그걸 님버려 코를 트라이 코에 님부 그에 자와 단정을 비 님부 그에 자와 단정을 봐 무엇 뜻이 어디 자 할래버 깨지 되나 주제가 깨지 되나 있는데 진대기 왜 밀 짜지마 딘데를 제가 버들 원을 까마를 가서 밀자 밀려야 버들 원을 할래버 어다 거 야대 뭐 짰어 सर्वप्रथम म विशेष गरी चित्त उत्पादन अर्थात् आशयको विषयमा म छोटो भन्न गइरहेको छु विशेष गरी हामीले सधैँ भनेका जस्तो हाम्रो मानव जीवन पाउन धेरै कठिन छ त्योभन्दा पनि धेरै कठिन चाहिँ यो 8 क्षण र 10 सम्पदले सम्पन्न मानव चोलो अमूल्य मानव चोलो पाउनु त्योभन्दा झनै धेरै कठिन छ र त्यो चाहिँ अहिले हामीलाई सम्भव भएको छ त्यस्तो पाउन चाहिँ एकदम कठिन त्यस्तो असम्भव कुरा चाहिँ अहिले हामीलाई सम्भव भएको छ त्यसले गर्दाखेरि एउटा उदाहरणको लागि यो कसरी यो हाम्रो अहिले मानव ज्वरो पाउनु कठिन त्यसमाथि पनि 8 क्षण र तपाईको चाहिँ 10 सम्पदले सम्पन्न चाहिँ त्यस्तो खालको जीवन पाउनु चाहिँ असम्भव जस्तो चाहिँ पाउनु भनेको त्यो एउटा उदाहरणको लागि तपाईको लागि एउटा अन्धो मान्छेले चाहिँ मणि रत्न भेट्नु जस्तो हो त्यसरी चाहिँ बुझ्नुपर्छ र वास्तवमा भने अहिले हाम्रो प्रत्येक दिन चाहिँ हाम्रो जन्मदिन हो हाम्रो बर्थडे हो यो खास गरी यो बर्थडे मनाउने जन्मदिन मनाउने चाहिँ पश्चिमी सभ्यता हो अहिले बिस्तारै हाम्रो यो पूर्वीय चाहिँ त्यसमा पनि धेरै फैलिएको छ हाम्रो पूर्वीय सभ्यतामा वास्तवमा त्यस्तो जन्मदिन मनाउने छैन यो पश्चिमी सभ्यता हो तर भए तापनि अहिले हामीले
त्यो चाहिँ कसरी बुझ्नुपर्छ भन्दाखेरि प्रत्येक दिन चाहिँ हाम्रो जन्मदिन हो भनेर बुझ्नुपर्छ। किन भन्दाखेरि हिजोदेखि हिजो बेलुका सुतेर बिहान उठ्दाखेरि धेरै मान्छेहरू चाहिँ त्यतिकै नउठेर मृत्यु भइसकेको पनि धेरै संसारमा धेरै मान्छेहरू छन् त्यस्ता, हामीले ख्याल नगरेको मात्रै हो। र हामी पनि त्यस्तो फेरि सुतेर फेरि बिहान भोलि चाहिँ हामी चाहिँ कस्तो ढुक्क गर्छौँ भने आज राति हामी सुतेर भोलि जिउँदै उठ्ने चाहिँ एकदम आफै एकदम निश्चित भएर बस्छौँ। तर वास्तवमा भन्यो भने त्यस्तो निश्चित केही पनि छैन। त्यो जतिखेर पनि बेलुका सुतेर बिहान उठ्दाखेरि हामी हाम्रो शरीर चाहिँ लास भइसकेको पनि हुनसक्छ। त्यसले गर्दाखेरि हामीले बुझ्नुपर्ने चाहिँ के हो त भन्दाखेरि हामीले आफ्नो जीवन चाहिँ यो अनित्य छ भनेर चाहिँ जहिले पनि बुझ्नुपर्छ। त्यसरी चाहिँ हामीले चाहिँ क्षणमा चाहिँ हामीले चाहिँ यो अनित्यलाई ध्यान गर्नुपर्छ। र हिजोदेखि अहिलेसम्ममा धेरै मान्छेहरू बितिसकेका छ। त्यस्तै अहिले धेरै कुनै घिसिहरू कुनै लामाहरू पनि त्यसरी राति सुतेर बिहान नउठेर फेरि बितिसकेको पनि धेरै घटनाहरू घटेका छ होइन। त्यसले गर्दाखेरि अब यो हामीले बुझ्नुपर्ने चाहिँ के हो भन्दाखेरि यो मानव चोलो भनेको अनित्य हो। यो जतिखेर पनि मृत्यु आउन सक्छ। त्यसले गर्दाखेरि एक एक सेकेन्ड चाहिँ हामीले त्यसलाई चाहिँ सदुपयोग गर्नुपर्छ। प्रत्येक क्षण चाहिँ हामीले सदुपयोग गर्नुपर्छ। किन भन्दाखेरि एकचोटि मेरो चाहिँ शिष्य विदेशी शिष्य छ, उसको नाम चाहिँ मलाई थाहा भएन। तर वास्तवमा ऊ चाहिँ उसले 3 पटक पर्वजित अर्थात् चाहिँ के भन्छ प्रतिमोक्षको शील लिएर ऊ पर्वजित भएको थियो। तर ऊ चाहिँ माथि पहिला मेरो गुरु लामा हिसी हुँदाखेरि नै धर्मशालामा पनि बसेको थियो। र उसले चाहिँ खास गरी पनि त्यसरी 3 पटकसम्म पर्वज्यको शील लिएको थियो। वास्तवमा भने अब यो उसले 3 चोटि भिक्षुको शील त लिएन मलाई थाहा छैन। तर उसले पर्वज्यको शील चाहिँ 3 पटक लिएको थियो। र वास्तवमा भने अहिले हामीले यो चाहिँ विनयको नियमअनुसार भन्ने हो भने भिक्षुहरूलाई चाहिँ अरूलाई श्रामणहरूलाई चाहिँ 3 पटकसम्म शील लिनु पाउने र त्यसपछि फेरि तपाईँको भिक्षुहरूलाई चाहिँ 8 पटकसम्म पाउने त्यस्तो नियमहरू पनि छ। अब श्रामणिकाहरूको कुरा गर्ने हो भने 1 पटक मात्रै त्यस्तो छ, त्योभन्दा बढी छैन भने छ। त्यसको कारण के हो त भन्दाखेरि त्यो कुनै त्यस्तो अन्याय विभेद होइन। त्यसको मुख्य मर्म के हो त भन्दाखेरि श्रामणिकाहरूलाई त्यसरी 1 पटक शील भङ्ग भइसकेर फेरि चाहिँ श्रामणिका हुनको लागि चाहिँ भयो भने फेरि धेरै विघ्न बाधाहरू धर्म गर्दाखेरि आफूलाई धेरै विघ्न बाधाहरू आइपर्ने हुनाले त्यस्तो खालको विधिहरू भएको हो। त्यसले गर्दाखेरि त्यो जो भिक्षु 3 पटक भएको भिक्षु त्यो मेरो विदेशी चाहिँ शिष्य थियो। ऊ चाहिँ इटालीको सेन्टरमा ऊ चाहिँ त्यहाँ चाहिँ डाइरेक्टर पनि काम गर्थ्यो। तर पछि ऊ विशेष गरी उसले चाहिँ यो लागु औषधहरू अलिकति यो मादक पदार्थमा धेरै सेवन गर्ने भएको कारणले ऊ चाहिँ एक दिन चाहिँ त्यहाँ बेलुका त्यस्तो धेरै चाहिँ मादक पदार्थ सेवन गरेर ऊ चाहिँ सुतेको। तर बिहान उठ्दाखेरि चाहिँ ऊ मृत्यु भइसकेको थियो। र त्यसरी चाहिँ अब हामीले यो कुरा चाहिँ बुझ्यौँ भने अब आजको दिनमा पनि अब हामीले चाहिँ के बुझ्नुपर्छ भन्दाखेरि ओहो यो आजको दिन यो आज म जिउँदै उठेछु होइन। हिजो राति मेरो मृत्यु भएन छ, म आज एकदम चाहिँ जिउँदै रहेछु एकदम चाहिँ गर्व गरेर ओहो आजको दिन चाहिँ मैले धर्म गरेर होइन दुर्गति लोकमा पतन नहुने होइन त्यस्तो खालको अवसर पाएको छु मैले। फेरि पनि अब चाहिँ के भन्छ यो जन्मदिन आज चाहिँ मेरो साँच्चीकै जन्मदिन हो। यो वास्तवमा अरू बेला जन्मदिनभन्दा पनि प्रत्येक दिन चाहिँ जन्मदिनको रूपमा मनाउनुपर्छ। किन भन्दाखेरि बिहान उठ्दाखेरि हामीले त्यसरी छु ओहो हिजो राति मेरो मृत्यु भएन छ, म चाहिँ जिउँदै रहेछु अहिले पनि। त्यस कारणले आजको अब यो दिन चाहिँ मैले अब मृत्यु भरे पनि आउनसक्छ, जतिखेर पनि आउनसक्छ, बेलुकासम्म मेरो मृत्यु भइसकेको हुनसक्छ। त्यस कारणले त्योभन्दा अगाडि चाहिँ मैले अब कमसेकम म दुर्गति लोकमा पतन नहुने त्योभन्दा सक्यो भने अझै अब के भन्छ तपाईँको आफूले बोधिचित्त उत्पादन गरेर आफू बोधिचित्त नै उत्पत्ति नभइसके तापनि बोधिचित्तको चाहिँ त्यो के भन्छ त्यसको अभ्यासहरू गरेर अर्थात् त्यसलाई चाहिँ श्रवण गरेर त्यसको शीलहरू लिएर त्यसरी चाहिँ हामीले जीवलाई चाहिँ हरेक सेकेन्ड हरेक क्षणलाई चाहिँ एक क्षणलाई चाहिँ हामीले एकदम तपाईँको चाहिँ के भन्छ चाहिँ सदुपयोग अर्थात् त्यसलाई चाहिँ हामीले अवसरको रूपमा प्रयोग गर्न सक्छौँ।
त्यो गर्यो भने हामी चाहिँ हरेक सेकेन्ड चाहिँ अहिले क्याप्जे फबोङकाले चाहिँ धेरै युङु भन्ने एउटा सूत्र छ त्यो भित्र चाहिँ उहाँले भन्नुभएको छ जीवनको एक एक क्षण चाहिँ यस्तो खालको अवसर हो हैन हाम्रो एक एक क्षणले पनि हामीले दुर्गति लोकमा पतन नहुने अनि चाहिँ बुद्धत्व प्राप्त गर्ने बोधिचित्त उत्पादन गर्ने त्यस्तो खालको क्षण चाहिँ एक एक क्षणमा पनि त्यस्तो प्राप्त हुन सक्छ एकै क्षणमा पनि त्यस्तो प्राप्त हुन सक्छ त्यस्तो खालको चाहिँ अवसर हामीसँग छ अब त्यो अवसर चाहिँ हामीले बुझेर त्यो अवसरलाई चाहिँ साँच्चीकै सही रूपमा चाहिँ तपाईँको प्रयोग गर्नुपर्छ हैन त्यसमा बोधिचित्त नै उत्पादन नभए पनि तर बोधिचित्तको यसो विचार गरेर आफूले त्यसलाई चाहिँ चिन्तन गरेर त्यसलाई चाहिँ त्यस्तो खालको चाहिँ पुण्य कमाउने खालको अवसरहरू हामीले प्राप्त गरेका छौँ त्यो अवसर चाहिँ हामीले बुझ्नुपर्छ चिन्नुपर्छ र वास्तवमा म भन्ने अहिले जुन हामी आफैलाई साँच्चीकै म भन्ने चाहिँ छ भनेर हामी जो विश्वास गरिरहेको छौँ वास्तवमा त्यस्तो म भन्ने चाहिँ त्यस्तो आफै स्वतः स्फूर्त ढङ्गले त्यस्तो आफ्नै बेग्लै रूपले चाहिँ सत्ता भएको त्यस्तो खालको साँच्चीकै म भन्ने चाहिँ छैन वास्तवमा भने त्यो चाहिँ के हो त भन्दाखेरि हाम्रो भ्रमित मनले सञ्चय गरेको म भन्ने केवल एउटा संज्ञा मात्रै हो वास्तवमा हामीले त्यो साँच्चीकै म भन्ने चाहिँ खोज्न थाल्यो भने त्यो म चाहिँ साँच्चीकै भेट्दैन त्यो हुँदै नभएको मलाई चाहिँ हाम्रो भ्रमित मनले त्यसरी चाहिँ सञ्चय गरेर त्यो हामीले त्यो एउटा संज्ञा त्यो हामीले आफ्नो मनले बनाएको सिर्जना गरेको म बाहेक साँच्चीकै त्यस्तो खालको हामीले विश्वास गरेको जस्तो म चाहिँ साँच्चीकै चाहिँ हामीले चाहिँ एउटा चिन्तन गरेर त्यसलाई ध्यान गरेर चाहिँ विश्लेषण गरेर केलाएर खोज्ने हो भने त्यस्तो खालको म चाहिँ साँच्चीकै चाहिँ छैन यो अहिले हामीले म भन्ने जो आत्मग्राही चित्त एउटा छ जन्मौँ जन्मदेखि हामीले त्यो म भन्नेले चाहिँ हामीलाई दुःख दिइरहेको छ त्यो हुँदै नभएको म चाहिँ हामीले चाहिँ म भनेर चाहिँ त्यसरी चाहिँ हामी यहाँ संसारमा यो भव सागरमा रुमलिरहेको छौँ दुःख पाइरहेको छौँ त्यसले गर्दाखेरि त्यस्तो खालको भावना पनि सँगसँगै गर्नु सक्यो भने अझै त्यसले धेरै फाइदा गर्छ त्यस कारणले गर्दाखेरि यो संसारमा अहिले यो यस्तो खालको अवसर अहिले हामीलाई चाहिँ अघि भने जस्तो सुरुमा भने जस्तो हामीले तपाईँको यो चाहिँ थेलवा गिएर जोरवाचु भन्छौँ जस्तो 8 क्षण र 10 सम्पदले सम्पन्न मानव अमूल्य मानव चोलो भन्नुपर्छ सबैलाई मानव चोलो त प्राप्त हुन्छ तर त्यसमा पनि अमूल्य मानव चोलो प्राप्त गर्न चाहिँ एकदमै कठिन त्यस्तो खालको कठिन अवसर हामीले त्यो पनि प्राप्त भएको अहिलेको अवसरमा चाहिँ त्यसलाई सही सदुपयोग गरेर त्यसलाई चाहिँ चिन्ने र त्यसलाई अवसरको रूपमा प्रयास गर्नुपर्छ 내가 그때와 어디 코에 대봐래. 코에 대봐 동문이랑 실에 제다 텔 고마 걸어. 텔랑 고마 걸어. 텔 많이 와. 동안이랑 이제 동안이랑 이제 뭐 이마 때지. bây mi sang gì đó cô khởi rồi sang với mà cô để sang với tệ chứ sang với mà học cô thôn sang với cô mi là sinh nghiệm gì đó cô cái rồi ta trouble rồi đó số ba mi sinh ra luôn gì đó về cái rồi 어디 그래서 멋있는 짓인데 이 가서 룽에도 레밍에 많이 봐다 민주주의 뭐대 하고 돈에 이모지 임바 하고 돈에 찾자 그러나 랑루가 말봐 그거다 말봐 제가 지금 간다 내가 대화도 거의 대화를 지 동안이나 실제래 대화도 낭나양 그 동안이나 실제 진영한테 중요한 영화래. 영화. 당연히 대화 영화지. 대화들 가서다 대화들 나와. 아주 중간에 제가 교류도마. 제가 대담을 고마워. 동안이라는 좀 빵자래. 랑자 말이
방차래 어디 가서 아니 땐도 세베티 동안도 땐도 세베티니 타르 코바래 다 가서 아니 디 동안디 영사디 잡아주지 동안 잡아 프레베스 잡아 두지게 동안 pervasive suffering, pervasive suffering. Pervasive compounding suffering. Kappa duji dunga pervasive compounding suffering. Oh, the 남지 지게 돌아 가서래. 제가 지금도 pervasive suffering 대담도 그래. 지금 kappa 아니 두지게 dunga 용도 제외는 pervasive compounding suffering 구별해 그치버려. 제가 어디에 텔레조스다 텔레세비 세바티 타르 뭐는 지들이 세세비 세바티 지질레 다 텔 타르이나 대지 세스다 네 동아이 동아 귤 동아 어디 영화 짠 일사자네 근데 타르 건데 어쩌다들이니 타베 때문에 뭐다 어레 타베 가만히 두고 디아다 가져래 라니 찍부다 코알라 좀 타베인데 어디 뭐는 잔내기 단주던데 체주다 말이야 단주던데 이나 단주 체주다 말이 세면 탐지게 물어 탐제 동알라 좋아다 sanjay kawan toye dige te mas sanjay kawan toya 어디 단지 단주 된데 체주도 말이 제자들이 단주 된데 체주돼 왔네 선제 단주 거동한 자들 때문에 봤다 이제 저가 산jay kawan 깨가지고 이제 sanjay kawan 꼭도 내가 찍고는 저도 대자발라 안내는 이제 저가 sanjay kawan 지내부터 와 때문에 지도가 많이 어디 지민지도 자고 대주되는 때문에 저산의 주님을 지고 जसरी अहिले हामी संसारको क्षणिक सुखलाई अहिले हामीले जो हाम्रो जीवनमा जहिले पनि हामीलाई जे प्राप्त हुन्छ जो चाहिँ खुसीहरू मिल्छ त्यो सबै क्षणिक सुख हो त्यो सबै वास्तवमा हो भने त्यो सबै खास दुःख हो त्यो हामीले नचिने हाम्रो भ्रमित मनले गर्दाखेरि त्यसलाई हाम्रो अज्ञानताले कारणले गर्दाखेरि त्यो क्षणिक सुखलाई चाहिँ हामीले सुख मानेर बसिरहेका छौँ वास्तवमा त्यो साँच्चीकै त्यो प्रज्ञाको त्यसले हेर्ने हो भने त्यो चाहिँ दुःख हो वास्तवमा भने त्यसमा अहिले हामी अल्मिलिनु हुँदैन त्यस्तो खालको त्यो सुख क्षणिक सुखमा हामी नअल्मलिएर वास्तवमा हो भने त्यो के भन्छ हामीले चाहिँ हामी किन त्यो त्यसरी अल्झिरहेको छौँ भन्दा एउटा उदाहरणको लागि हामी त्यसरी अल्झिनु हुँदैन त्यो नअल्मिनुको लागि उदाहरणको लागि हामी आफैलाई त्यसरी अल्झियो भने हामी आफैलाई यो अवसर घुमाएर आफैलाई दुर्गति लोकमा पतन गराउने जस्तो आफैलाई पतन गराउने हो हैन आफैलाई उल्लु बनाउने जस्तो मात्रै हो त्यो वास्तवमा भन्यो भने यो हामीले एउटा उदाहरणको लागि चाहिँ के हो भन्दाखेरि एउटा राम्रो मान्छेको संगत गर्दा आफूलाई राम्रो हुन्छ नराम्रो मान्छेको संगत गर्दा नराम्रो हुन्छ नराम्रोतिर लान्छ भने त्यो राम्रो मान्छे को हो र नराम्रो मान्छे को हो त्यो संगत गर्दाखेरि कसँग गर्ने भन्ने चाहिँ हामीले चिन्न सक्नुपर्छ हो त्यसरी गरेर यो अहिले क्षणिक सुखहरू पनि अन्ततगत हामीलाई दुर्गति लोकमा अर्थात् दुःख को चाहिँ त्यो मूल कारण चाहिँ भएको कारणले गर्दाखेरि त्यसप्रतिको आसक्तिलाई चाहिँ हामीले त्याग्नुपर्छ त्यसलाई त्यागेर चाहिँ वास्तवमा भने परम सुख चाहिँ पट्टि हामीले लाग्नुपर्छ अब त्यसलाई वास्तवमा भने अघि भने संसारिक सबै चाहिँ क्षणिक सुखहरू त्यो सबै दुःख हो त्यो भनेको सबै परिवर्तित दुःख हो अहिले दुःखमा भने तपाईँको सुरु हामीले चाहिँ दुःख 3 प्रकारको छ भनेको छौँ दुःखको दुःख अनि परिवर्तित दुःख अनि त्यसपछि संस्कार दुःख भनेर चाहिँ हामीले चाहिँ
त्यो आत्माग्राही संस्कार दुःख भन्छ नि त्यो चाहिँ त्यस्तो खालको संस्कार दुःख चाहिँ तीनटा दुःख छ त्यो दुःखभित्र अहिले संसारको सबै चाहिँ त्यो क्षणिक सुखहरू चाहिँ त्यो परिवर्तित दुःखभित्र पर्छ हामीले चाहिँ त्यो थाहा नपाएर त्यो सुख चाहिँ पछि परिवर्तन भएर दुःखमा परिणत हुन्छ भने हामीलाई थाहा नपाएर हामी चाहिँ त्यहाँ आसक्ति जागेर त्यसकै पछि लागिरहेको हुन्छ त्यसले गर्दाखेरि यो कुरा चाहिँ हामीले बुझ्नुपर्छ यो परिवर्तित दुःख पनि हामीले किन त्योमाथि आसक्ति आइरह्यो त हामी किन त्यसको पछि लागिराख्यो त भन्दाखेरि वास्तवमा भने त्यो हामीले त्यसलाई चाहिँ के भन्छ त्यसलाई चाहिँ हामीले यो के भन्छ हामीले त्यसलाई एकदम आसक्ति जागिराख्नुपर्ने कारण चाहिँ के त भन्दाखेरि त्यो म भन्ने जुन अहिले म भन्ने जुन आत्माग्राही त्यो के भन्छ संस्कार दुःख छ होइन प्रिभेसिभ कम्पाउन्ड त्यो सफरिङ भन्ने जुन एउटा छ त्यो खास भन्ने हो भने त्यो चाहिँ हो यो संस्कार दुःख चाहिँ त्यसले गर्दाखेरि चाहिँ हामीलाई यो सबै क्षणिक दुःखहरू चाहिँ हामीले चाहिँ एकदम आसक्ति क्षणिक सुखहरूमा हाम्रो मन आसक्ति भइरहेको छ त्यो म भन्ने एउटा संस्कार दुःखले गर्दाखेरि त्यसले गर्दाखेरि अब हामीले यो धर्म शरण गर्ने चाहिँ चित्त कसरी उत्पादन गर्नु पर्यो त भन्दाखेरि यो संसारिक दुःखहरू के भन्छ संसारिक क्षणिक सुखहरूबाट चाहिँ आजित भई त्योप्रति वितृष्णा जागेर अनि परम सुखमा चाहना राखेर अनि यो म भन्ने यो संस्कार दुःखलाई पनि झरैबाट हटाएर यो हटाएर चाहिँ अब हामीले चाहिँ वास्तवमा यो निर्वाण प्राप्त गर्छौँ निर्वाण प्राप्त गर्ने चाहिँ हाम्रो मूल उद्देश्य हुनु हुँदैन त्यति मात्रै नभएर निर्वाण पनि राम्रो हो तर त्यो निर्वाणभन्दा पनि अझ माथि सम्पूर्ण माता समानका प्राणीहरूलाई चाहिँ बुद्ध भूमिमा चाहिँ पुर्याउनको लागि मैले चाहिँ यो बुद्धत्व प्राप्त गर्नुपर्छ बोधिचित्त उत्पादन गरेर मैले बुद्ध सम्यक सम्बोधिको ज्ञान लाभ गर्नुपर्छ त्यसको निम्ति मैले यो धर्म शरण गर्दैछु भनेर चाहिँ तपाईँहरूले चित्त उत्पादन अर्थात् तपाईँहरूको आशय चाहिँ त्यसरी बनाउनुपर्छ 어디 가서 애들 쉬면 봐. 다 시야. 가서 애들 쉬면 봐. 다 이렇게 주면 된다 기능인데 연구소야 되고 쉬면 봐. 연구소 뒤지 가서 연구소를 수당 가서래. 연구소 수당 가서도 근데 군제도 잡이나 근데 최고래서 다 빼서 배대잖아. 어디 간데 교자 치수 사야. 대바다마다 교자 치수 사야 간데 쳐라. 그 간데 군지 간데 저도 근데 당뭐 다 장주에 쌤 때문에 손대 그것을 뭐 시ema 어디 저 손다 다 진짜 던도 봐야 돼. 더 군지 간자지. 다 진짜 던도 차버려 되지. 장주쌤 교래 근데 장주쌤 교래 때문에야 장주쌤 교마 어디 굴렁만 삼네 대전에 쌤전 좀 못하네 구인자지 얘들 찾아 얘들 뺏어 거다 뺏어 거다 저 쌤전 못 찾았잖아요 니 저 이번에 쌤전 좀 왔다 알아 세계 3대 집부터 뭐 대니면 못 살아. 다 숨바데 심제 직자 뭐냐와 직냐 말로에다 지금 근데 지금 미치게 뭐 하나만에 진짜 미치 둘레서 받았으면 직자 말로 탐제 최투 rang de yu yang rang de yu ya to de ma le sem ya tham ji ma lo tham ji che tu 가서 대대 꾸제대 포래 우무찌기는 되자 기도무찌도 수만찌를 기도무찌 구무찌 보이는 되자 어다 기도무 동다 주자 가져 있는 거다 도스를 돼 스며 탐지게 말로 탐지면 포래 스무디 그래서 감 현재 해보래 아니 뒤줄라 뒤오다 이 빼서 그러라 뒤줄다 계속 먹으래
Tani the Kazuma to the Labs and Jimito. But Mrs. Kazuma, ha, live Kazuma. And the Latasha gathered Labs and Jimito. In another Tanda, Juja, Tanda, Mark, Inea, Kazuma, the Kazuma, David and Labs and Jimito. Chadani, Chula, young Kazuma. 저는 양심 되는 거 잘. 야. 하고서나 그게 가져래. 심지어 양종만 잘. 그래서 쓸지지 않는 거 잘. 이 소설 가서 심지어는 뭐 맹가서 라나 갔다가 라나 버지 라이 맹가서 뒤바 삐지 들 말해. 또 쓰지. 녀지. 녀와 찌개말로 이다 찌개말로 그렇지 미찌개말로 살아마 찌개 탐자라 네 당에 다들 쉬나 저한테 이게 주둥이나 이게 뒤로다 가보인도 다 남단 주둥 말봐 아니 왜 가보인도 다 맞은 야고래 다들 챔버지 야 지난 진짜 가라 이 양사 돌랭체나 야고요르디 양산서 제야 핑그래 다는 냠내 제베이나 다라 그래서 뭐다두 제베이나 아니 상황을 핑그래 야고래 맞어대 강에 진짜 직세 진짜 제가 제주를 가야 다가 시험이네 예 냐는 맞는 제주를 냐는 제 님을 답을 저거를 맞도 제가 다서 주제를 제 매우지 지금 님을 버렸죠. 그 개와 숨어라. 개와 숨어라. protect the marriage. 개와 숨어라. 제가 안에 딱 내가 내 가서 장주의 선제, 랑다 선제 삼제, 장주의 선제 뭐래. 이 시기 누구래 나가 타면으로 이 시기 누구면 나가 강화를 하고 나가 강화를 이렇게 짜지. 장주의 선 뭐네 란다싱이 또던데 랑기 장주의 선 냠나잖아. 랑기 장주의 선 냠나잖아. 아니 랑기 또데 디미 연주의 시리즈에서 왔다. Disturbing total obscuration, obscuration to knowledge, for the full knowledge, filling our mind. 그래서 어디 이자 가족의 타보다 아니 아니 가서 이제 들어 순한 게 또. 이거다. 시기가 지금 좀 붙여. 이제도 수는 좋아요. 그러니까 어제제 되니 아니 랑상제, 신상제, 어디 세트리 상제, 어디 핑거래. 어디 장랑 장주였으면 되나? 선제 진짜 뭐로 탐제로. 저 탐제다 내가 타주게 되와 타바다 탐제지 거도. 그래서 타야 핑거래. 랑 찾았었냐는 지나. 짜증을 이준으로 나가가면 가까이 말이. 대지는 이준으로 뭐지 나가가면 가까이 말이. 예. 지는 다만도 도저봐 나가고 가까이 말아. 세 나가고 가까이 말이. 돌아 나가가면 돌아 봄다 나가 가까이 말이. 장주가 생을 붙였으면 그러잖아. 장주 생을 붙였어. 냠란처럼 겁나. 제가 아니 장주선 랑다 선전 랑다 선전 참저 장주선 그럴 때 뭐. 도서 봐.
다다 선전 탐죄다 상계 탐죄 투숨도 사베 대 마오 단도 투숨도 사베 개자와 투숨도 사베 개자와 더 때는 당배 현재 창조의 생을 버째 다다 선전 탐죄라 마지막 깨와다 깨와는 민예받고나 배워 요소 이제 미시험을 줘봐 이제 민지적으로 뭐는 이제 비자고 어디 방도 잡아나 한다 디 체지가 냠래 또봉아 체지가 냠래 또봉아 받들네 냠래 자저어 봐 지나가 뭐는 또 사줘 어디 냠래 대차가 그래 장조했으면 뭐이 그래서 뭐 봐야 또 체지가 냠래 또 한테 대봐서 로전 돈이면 요래 어디 뭐는 또 사줘 가버상이 또 뭐는 또 아니 가도래 순짐이 또 순짐이 또 근데 그걸 또 또 해라 어디 뭐는 또 어디 자 빼 개점을 소소한 평일에 심지어 찌gam으로 탐죄다 랑라 지심이 가랑 랑라 지심이 가리면 된다 저점을 참고를 가져대 소소레 냐와 탐죄다 탐죄 둔렸음제 탐죄다 먼저 잠재생 저제 뭐 됐다 अस्ति मैले भनेको थिएँ यो जुन तपाईले दानहरू गर्नुहुन्छ चाहिँ दान चढाउँदाखेरि दान गर्दाखेरि यो दान चाहिँ कसरी गर्नुपर्छ भन्दाखेरि अघि भने हिजो भने जस्तो हामीले कुनै चाहिँ के भन्छ नगद दान अर्थात् हामीले कुनै त्यस्तो खालको चाहिँ दानहरू गर्दा अरू दानहरू गर्दा मुख्य कुरो हामीले सङ्घहरूलाई दान गर्छौँ दान गर्दाखेरि त्यो चाहिँ कसरी गर्नुपर्छ त भन्दाखेरि त्यो हिजो भनेको जस्तो हामीले चित्त उत्पादन चाहिँ हामीले त्यहाँ कसरी गर्नुपर्छ भन्दाखेरि सर्वप्रथममा त हामीले त्यो सङ्घहरू चाहिँ सबै सङ्घहरूलाई चाहिँ यो दान चढाउँदाखेरि चाहिँ तपाईँको सम्पूर्ण चाहिँ संसारका प्राणीहरूलाई यो के भन्छ दान गर्दैछु भनेर चाहिँ त्यो के भन्छ तपाईँले चित्त उत्पादन गर्नुपर्छ त्यति मात्रै नभएर यो छय लोकको सम्पूर्ण यो के भन्छ मनुष्य लोक असुर लोक सुरा लोक अनि प्रेता लोक पशु लोक अनि के भन्छ तपाईँको नर्क लोकको कुनै पनि चाहिँ प्राणीहरू बाँकी नरहेको सबै प्राणीकोहरूको निम्ति मैले दान गर्दछु र त्यो त्यसरी दान गरेको चाहिँ त्यसमा चाहिँ त्यसपछि तेस्रोमा चाहिँ तपाईँको कसरी चाहिँ तपाईँले त्यो सोच्नु पर्यो भन्दाखेरि त्यो सम्पूर्ण दान गरेको चाहिँ त्यो चाहिँ हामीले अघि दान गरिसकेका छौँ त्यो सम्पूर्ण त्यो प्राणीलाई त्यो चाहिँ फेरि आकाश समानको त्यो आकाश जति छ त्यति नै समानको भएर चाहिँ त्यसलाई चाहिँ फेरि त्यो चाहिँ आफू चाहिँ आफ्नो लागि मात्रै होइन हैन सम्पूर्ण प्राणीहरू चाहिँ यो के भन्छ चाहिँ बुद्ध भूमिमा पुर्याउनको निम्ति आफूले चाहिँ बुद्धत्व प्राप्त गर्नुपर्छ र त्यो सम्पूर्ण प्राणीहरूको हितार्थ त्यसको लागि चाहिँ म यो चाहिँ सबै चाहिँ बुद्ध चाहिँ गुरु सबैलाई चाहिँ सङ्घलाई म चढाउँछु भनेर चाहिँ आफूले चढाउनुपर्छ त्यो चढाउँदाखेरि कहिलेकाहीँ फेरि हामी यसो पनि गर्ने गर्छौँ आफूलाई आफू र आफन्तहरूलाई मात्रै आफूले आफ्नो प्रियजनहरूलाई मात्रै गर्छौँ त्यसरी गर्नु हुँदैन वास्तवमा हो भने त्यो चाहिँ हामीले आफन्त मात्र होइन हामीले मन नपर्ने हामीले हाम्रो आफ्नो शत्रुहरू जो छ त्यसको लागि पनि त्यो परिणाममा चाहिँ हामीले त्यसरी चाहिँ के भन्छ चाहिँ चित्त उत्पादन गर्नुपर्छ त्यो तिनीहरूलाई चाहिँ छुट्याउनु हुँदैन फेरि हामीले चाहिँ कहिलेकाहीँ के गर्छौँ भन्दा कहिलेकाहीँ होइन हामीले धेरै जसो हामी के गर्छौँ भन्दाखेरि आफू र आफन्तहरू प्रियजनको लागि मात्रै त्यो एउटा चाहिँ त्यो सोच्छौँ तर त्यसरी सोच्नु हुँदैन त्यो चाहिँ आफ्नो शत्रुको लागि पनि र आफूलाई मन नपर्ने व्यक्तिहरूको लागि पनि कोही अर्थात् अझै साँच्चै भन्यो भने यो छवटा लोकको कुनै पनि प्राणीहरू एउटा पनि नरहने गरी त्यो सबै प्राणीहरूको निम्ति मैले यो चढाउँदैछु भनेर चाहिँ त्यसरी चाहिँ सोच्नुपर्छ त्यसरी सोचेपछि त्यसको लागि मैले चाहिँ यो चढाएको बापत
योले चाहिँ सम्पूर्ण प्राणीहरूको चाहिँ त्यसमा बोधिचित्त उत्पादन होस् र म स्वयंले पनि बोधिचित्त उत्पादन गरेर सम्पूर्ण प्राणीहरूको हितार्थ मैले चाँडो बुद्धता प्राप्त गरोस् भनेर त्यसरी चढाउनुपर्छ। त्यसरी चढायो भने चाहिँ अनि साँच्चीकै तपाईँलाई चाहिँ सानो चाहिँ एउटा के भन्छ प्रयासले पनि तपाईँलाई ठुलो पुण्य प्राप्त हुन्छ। र त्यसपछि चाहिँ वास्तवमा भने हामीले त्यो सकिसकेपछि चाहिँ त्यसलाई पुण्य अनुमोदन गर्नुपर्छ। हामी मलम भन्छौँ, उहाँ भन्छौँ। त्यो नगर्यो भने चाहिँ के हुन्छ त भन्दाखेरि त्यो पुण्य चाहिँ क्षय पनि हुनसक्छ। अघि हामीले कमाएको पुण्य चाहिँ किनभने हिजो भन्नुभएको जस्तोखेरि एकैछिनको एउटा मात्रै रिसले पनि एक सेकेन्डको रिसले पनि त्यो अघि कमाएको पुण्य सबै नष्ट हुनसक्छ। त्यसले गर्दाखेरि त्यो सबै पुण्य चाहिँ सही ठाउँमा राख्नको लागि हामीले पुण्य अनुमोदन अर्थात् परिमाण गर्नुपर्छ। त्यसो गरेन भने त्यो सबै फेरि हराउन सक्छ। त्यसले गर्दाखेरि त्यो परिमाण गर्दाखेरि पनि के गर्नु पर्यो त भन्दाखेरि अघि भने हामीले यो चढाएको यो चाहिँ सम्पूर्ण प्राणीहरूको चाहिँ यो दुर्गति लोकबाट सबै यो भवसागरको दुःखबाट निर्माण प्राप्त गरी बुद्धत्व प्राप्त बोधिचित्त उत्पादन गरी बुद्धत्व चाँडो प्राप्त गर्नको लागि मैले यो चढाउँदछु। त्यसको लागि म र आफू र चाहिँ स्वयं आफू लगायत सम्पूर्ण प्राणीहरूलाई पनि त्यसको लागि चाहिँ बुद्धत्व प्राप्त गराउनको लागि मैले यो चढाउँदैछु भनेर चाहिँ त्यसरी चाहिँ सोच्नुपर्छ। त्यसरी चाहिँ हामीले चित्त उत्पादन गर्नुपर्छ। अब यसको विषयमा धेरै कुराहरू छ, तर म अहिले पछि भन्नुला यो कुरामा हैन। यसको बारेमा धेरै कुराहरू छ र म पछि भन्नेछु अहिले। त्यसको लागि अब अघि भने जस्तो हामीले आफूलाई मनपर्नेलाई मात्र होइन, आफूलाई मन नपर्ने आफ्नो शत्रुहरूको लागि पनि त्यसरी चाहिँ सोच्नुपर्छ, उनीहरूको लागि पनि त्यसरी सोच्नुपर्छ। अब यो लेख्न सक्नेहरूले त लेखिराख्दा राम्रो हुन्छ, किनभने तपाईँहरूले बिर्सिनुहुन्छ। तर अब यहाँ सबै तपाईँहरूले लेख्नु सक्नुहुन्न होला हैन। त्यसले गर्दाखेरि तर लेख्नु नसके पनि त्यसलाई मनमा राख्नुपर्छ। अनि यो मनमा राख्ने मात्रै होइन, यसलाई सुन्ने बुझ्ने र मनमा राख्ने मात्रै होइन। यो भन्ने हो भने वास्तवमा भन्यो भने दैनिक जीवनमा हामीले हरेक चाहिँ सेकेन्डमा हामीले यसलाई चाहिँ अभ्यास गर्ने हो। दैनिक जीवनको आफ्नो अभ्यास गर्ने चाहिँ यो हो वास्तवमा भने। तर अब हामी चाहिँ त्यो कहिलेकाहीँ अब त्यो के भन्छ लेखेर सम्झेर मात्रै बस्छौँ, तर अभ्यास चाहिँ गर्दैनौँ। त्यसले गर्दाखेरि त्यसलाई चाहिँ वास्तवमा भने अब यो भनेको कुराहरू चाहिँ हामीले जहिले पनि आफ्नो चाहिँ अघि भने दान गर्दा अरू कार्यहरू गर्दा सबै गर्दाखेरि हरेक चाहिँ कार्यहरू गर्दाखेरि चाहिँ यसले चाहिँ तपाईँको के भन्छ हामीले त्यो अभ्यास गर्नुपर्छ। त्यसलाई चाहिँ व्यवहारमा अभ्यास भनेको व्यवहारमा लागू गर्नुपर्छ त्यसलाई चाहिँ हैन। त्यसले त्यो नगर्यो भने चाहिँ त्यो सुनेको मात्रै हुन्छ त्यो। त्यसले गर्दाखेरि यसलाई चाहिँ दैनिक चाहिँ हाम्रो जीवनमा लागू गरेर व्यवहारमा उतार्नेपट्टि लाग्नुपर्छ। र त्यो नै एउटा सबैभन्दा ठुलो चाहिँ एकदम सजिलो उपाय र ठुलो पुण्य एकदम। अब त्यो पुण्यको कुरा गर्ने हो भने तपाईँको त्यति मात्र होइन। अहिले वास्तवमा भने हामी अहिले यो त्यो दान गर्दाखेरि अघि हामीले बोधिचित्तको कुरा गरेका छौँ। त्यो बोधिचित्त उत्पादन हुनेको कुरा अब हामीलाई अहिले बोधिचित्त उत्पादन त नभएको हुनसक्छ, तर नभए तापनि बोधिचित्तको एउटा त्यस्तो खालको चाहिँ हामीले साँच्चीकै त्यो खालको परिणाम मात्रै गऱ्यौँ, अर्थात् त्यो खालको चाहिँ हामीले आशय मात्रै बनायौँ भने पनि त्यो बोधिचित्तको चाहिँ हामीले तुलना गर्ने हो भने यो आकाश जति छ, आकाश जति ठुलो छ, त्यो आकाशभन्दा पनि ठुलो हैन। आकाश समान भरेको हिरा रत्न मणि रत्न भन्दा पनि उत्तम चाहिँ बोधिचित्त भनेको चाहिँ त्यो दाँजेर यो आकाशभरि भरेको हिरा मोती सुन चाँदीले चाहिँ दाँजेको त्योभन्दा पनि बढी त्यस्तो खालको चाहिँ ठुलो सम्पत्ति हो, त्यस्तो खालको चाहिँ अमूल्य हो। त्यसलाई चाहिँ हामीले बुझ्नु पर्यो। त्यो बुझ्यो भने चाहिँ अनि हामीलाई बोधिचित्तको बारेमा अनि बल्ल अलि त्यो आउँछ। त्यसले गर्दाखेरि हामीले त्यसरी चाहिँ बुझ्नुपर्छ। विशेष गरी अब यो बोधिचित्त उत्पादन गरिसकेपछि चाहिँ के हुन्छ त भन्दाखेरि हामीलाई अघि न्युन्ड्री र सिटी भनेको चाहिँ न्युन्ड्री भनेको क्लेश आवरण हैन। न्युमोको डिब्बा चाहिँ त्यो चाहिँ के भन्छ तपाईँको हटाउने, अनि त्यसपछि ज्ञान आवरण त्यो सिटी भन्छ, अनि त्यसको चाहिँ अनि त्यसलाई हटाउने, त्यो दुईवटा चाहिँ हटाउँछ। यो बोधिचित्तको चाहिँ अभ्यास गर्यो तपाईँलाई बोधिचित्त उत्पन्न भयो भने त्यसपछि के हुन्छ त भन्दाखेरि अघि भने जस्तो क्लेश आवरण र ज्ञान आवरणबाट तपाईँ सिद्ध भएर अनि त्यसपछि तपाईँले के हुन्छ त भन्दाखेरि तपाईँ ज्ञान सम्भार र पुण्य सम्भार, हामी सोनमको छक र हिसेको छक भन्छौँ। सोनमको छक भनेको पुण्य सम्भार र हिसेको छक भनेको ज्ञान सम्भार, यो दुईवटा चाहिँ सिद्ध भएर अनि हामी पनि बुद्धत्व प्राप्त गर्छौँ। त्यसले गर्दाखेरि बोधिचित्तको अभ्यास भनेको चाहिँ यस्तो हो कि तपाईँको यो चाहिँ अब हामीले संसारको सबै भौतिक सम्पत्ति, संसारको सबै चाहिँ हिरा मोती चाँदी सबै चाहिँ सँग तुलना गर्ने हो भने पनि त्यो केही पनि होइन। त्यसको चाहिँ
त्योभन्दा हजारौँ लाखौँ गुणा चाहिँ यो बोधिचित्त भन्ने चाहिँ ठुलो महत्त्व त्यसले त्योभन्दा धेरै काम गर्छ त्यसले गर्दाखेरि हामीले परिणाम गर्दाखेरि म र सम्पूर्ण माता समानका प्राणीहरू यो छ लोकमा रहेको अघि भनेको नर्क लोकको एउटै पनि पशु नरहिकन प्रेता लोकको पनि एउटै प्राणी नरहिकन अनि त्यसपछि पशु लोकको पनि एउटै प्राणी नरहिकन अनि त्यसपछि मनुष्य लोकको पनि एउटै प्राणी नरहिकन असुर लोकको पनि एउटै प्राणी असुर लोकको लगायतका सम्पूर्ण माता समानका प्राणीहरू चाहिँ उद्धार गर्नुपर्छ त्यसको लागि चाहिँ म अनुमोदन यो चाहिँ यो मैले के भन्छ पुण्य आर्जन गरेको यो दान गरेको यो सबै पुण्य चाहिँ उनीहरूलाई म अनुमोदन गर्दछु उनीहरूलाई चढाउँदछु उनीहरूको चाहिँ हितको लागि मैले यो चढाउँदछु भनेर चाहिँ हामीले प्रार्थना गर्नुपर्छ यो प्रार्थनामा पनि तपाईँको 5 प्रार्थनाको बल भन्ने एउटा चाहिँ 5 प्रार्थनाको 5 बल भन्ने एउटा छ त्यो ग्रह सूत्र एउटा छ त्यसमा भनेको जस्तो अब धेरै कुराहरू त्यहाँ छ त्यो चाहिँ हामीले चाहिँ तपाईँको त्यस्तो खालको बलले अनि त्यो भन्छ प्रार्थनाको 5 बल भन्ने सूत्रको भने जस्तै गरेर जसको चाहिँ त्यसमा चाहिँ बोधिचित्त उत्पन्न भएको छैन उनीहरूलाई चाँडो बोधिचित्त उत्पन्न होस् जसको चाहिँ बोधिचित्तको उत्पादन भएको छ उनीहरूको बोधिचित्त चाहिँ क्षय नहोस् अझै बढेर जाओस् वृद्धि भएर जाओस् भनेर चाहिँ हामीले त्यसरी चाहिँ जहिले पनि सोच्ने गर्नुपर्छ 또 뭔가 그러나 되게 지레샤 팸도 없어 들려주면서 팸도 없어 어디 가서래 장주의 쌤 장주의 쌤레 저는 상문제 봐도 장주의 쌤 냐면 제가 다가는지 뭐시 봐도 장주의 쌤 파워도 드리니 장주의 쌤냐는 저보다 팸도 어디 lap지샤샤 또 뭔가 또 잡으래 자진 것들 줘야 시스템을 배웠다거나 자자들 말음도 없어야 돼. 어디 체질이 냠네 동안 때마서 어디 말음도 없어. 어디 자주선 줄때 말음도 어디 백해서 말해. 근데 라디오 말해. 선배 탐대지도 말려 봐. 미스케지 말해. 아니 그래서 그래. 다시 레 전환이 냐와 찌자 말로지 장주선 란트 모임바 냐와 찌자 말로지 이다 찌자 말로지 전에 찌자 말로 탐지 미찌자 말로 하지 하마이 찌자 말로 탐지 다지 가서래 다 잠불링 때라 가르데 미 조아체 보면 돌아 tuntumang 부유된 $1 million 다 그래 million 다 billion tak지 아니 zillion 가자 방외라 진대 연행 진대 좋아지 보이네 배 파바바 데려가라 라루 똥타 니마르 라루 똥타 망버세데 파파고 텐을 배사도 그냥 되더라. 망부지를 왕에 두 스테이들 영어서지 심제 망부 슈 동자님을 동다 주적으로 세지. 근데 어디지? 근데 영도가 근데 망부가 영어 배사 영다지. 기도 그것도 유대 좀 자서지. 근데 너도 좀 다지 심제 직세베이나 직세베이나 가서 가서 제왕납자 랑 안에 라다 룩 그래서 냐다 그래서 선제의 진이 신다 세바 어디 연구리 제왕납자 어디 동아시바 동아시다 맞지보다 미치 동어리 다들 생각만 예시오나시 이 남에게 동안 예소나더니 동어숨야 미를 개와신다 진 밀제베네 답에 주고서 사자 저렇게 나가서 막주다 무게다 내무주다 봐 강대가 어디는 저 사자께 답에 주 사든 나가서 레다 사주다 매나들 남비 패지네 어디 누가 사이드 이펙트 누가 차트 어디를 서 먹는다 니 그래서 그래
이 영화 주팅에 저 그런 수행바 영화 주팅에 저었는데 날 랑게 생절 나와 저 드나시 생이 주 제들 주 나와지 랑 들이 나 랑게 생 나와 제면은 주랑 들 나와 용도 영어래 최신의 영어래 짠 영어래 나 생을 팬다고는 나 생을 팬다나 들어오다 생이랑 팬다고 니잉어 그래서 참아라라 랑이 쌤이 좋아해 너도 간대지 상대주 그거 냐와 커바 타바 너도 간대 미지 떠나다는 미지 매다는 너도 간대 참아 랑이 쌤이 좋아해 랑이 쌤이 좀 찌겨야 말해 랑이 쌤 제법을 랑래 그래도 랑래 고정 야말에 제법을 전달주 야말 랑래 제가 제가도 최초고 진짜 최초가 진짜 미시다 저때가 내가 정말 그러면 저도 말해 저 도서에 제가 저 맞잖아 랑 동아시라서 거래 도서에 최 제발을 생거로 봐. 저 맞잖아 최제도 샤만 제가 저 가져 망만 생거를 제가 저 럽장 강마마 저거 간두도 저도 어제 가인 거다 되게 시기야 저기 저도 어디 저도 어두스레 영화 주팅이 되었어 나를 셈들 나버셔라 대다스데 대대우 내셈이 되는 소랑 나버죠 다 대양 다지자니 제가 제가 주팅 되었습니다 나 제가 주팅 나를 쓰면서 나버져라 뒤 바다사지 바다에 말사지 뒤 라야 제 밀리게 되도 양양자 쓰면서 나버져 양자 아니 뒤 야고 많이 봐 서서 켈링을 라와면 고마고에 라와면 세고에 어다데 민고가 줄라바 준다 어디니 거 라와면 그래서 야고면 켈링이네 어디 라와면 주 어디 빼셔나 어디 그래서 제발 주댕이 되었어 제가 다 처맞잖아 대바 빵 대바 주디 조마당 나 어디 무튼이 다 레미가 제 학생이 쉬마 때고 땡이 좀 차이마 저 다부터네 다데 디위시부터 왔다다 다고 잡거든요 다부터 대지만 맞아 저 양자 어디도 코라 타면 코라 저만저는 코라 타면 저거를 그다음에 진짜 산점제 산제세 어디냐 이냐 저만저는 코라 타 영화래 뭐들 야 어땠죠 저거는 अघि मैले यो 5 वटा त्यो 5 बल के भन्छ प्रार्थनाको बलमा एउटा चाहिँ छुटेछ त्यसमा विशेष गरी अरूलाई हित गर्ने हित बल भन्छ चाहिँ त्यसको चाहिँ मैले छुटाएको छु त्यो चाहिँ के त भन्दाखेरि सम्पूर्ण प्राणीहरूलाई जति सक्दो हित गर्नुपर्छ किन भन्दाखेरि अहिले हामी चाहिँ प्राणीलाई हित भन्दा पनि अहित धेरै गरिरहेको हुन्छौँ एउटा उदाहरणको लागि अहिले मैले यसो धेरै विचार गर्दाखेरि धेरै हेर्दाखेरि अब अहिले धेरै मान्छेहरूको आय आर्जन चाहिँ सम्पत्ति कमाउने पैसा कमाउने माध्यम चाहिँ के हुन्छ भन्दाखेरि करोडौँ प्राणीहरूको हत्या हिंसा गरेर त्योबाट आय आर्जन गरेर सम्पत्तिहरू लाभ गरिरहेको हुन्छ अब त्यो वास्तवमा हो भने त्यो चाहिँ
त्यो अहिले एकछिनलाई आफूलाई सम्पत्ति त प्राप्त भयो तर त्यसको कर्मले गर्दाखेरि चाहिँ ऊ कल्पसम्म फेरि पनि अर्को अरू बाँकी के भन्छ जीवनहरूमा चाहिँ फेरि उसले दुःख भोगिराख्नुपर्छ होइन। त्यस कारणले दुर्गति लोकहरूमा दुःख भोग्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि यो हामीले चाहिँ त्यसरी प्राणी हत्या हिंसा गऱ्यो भने त्यसले के हुन्छ भन्दाखेरि अघि भने चाहिँ धेरैवटा अघि एउटा अरूलाई नराम्रो अहित गर्ने बित्तिकै पनि हामीले चाहिँ अब 500 जुनीसम्म चाहिँ आफूले त्यस्तो खालको कर्म भोग्नुपर्ने कर्महरू छ भने अब त्यसमा पनि अहिले यो प्राणी हत्या हिंसा गरेको त अब यसको चाहिँ आफूले पहिले गरेको कर्मले त्यो चाहिँ अब विपाक फल भन्छ। त्यो विपाक फल चाहिँ आफूले भोग्नुपर्छ। त्यो भोग चाहिँ कस्तो भन्दाखेरि त्यस्तो खालको प्राणी हत्या हिंसा गरेपछि अनि पछि त्यस्तो खालको चाहिँ हामीले अकुशल कर्म सञ्चय गऱ्यो भने के हुन्छ त भन्दाखेरि जस्तो अनिकाल झै झगडाले चाहिँ जहाँ चाहिँ नराम्रो हुने त्यस्तो ठाउँमा मात्रै जन्मिने अनि त्यसपछि औषधिहरू खाएको पनि नलाग्ने औषधिले त्यसलाई चाहिँ निको हुनुभन्दा पनि आफ्नो शरीरलाई असर गर्ने साइड इफेक्टहरू धेरै हुने र आफूलाई पनि आफूले अरू प्राणीलाई पहिले चाहिँ त्यसरी हानि गरेको जस्तो गरेर फेरि आफूलाई पनि त्यसरी चाहिँ मार्ने काट्ने अर्थात् नराम्रो हुने त्यस्तो खालको कर्म विपाक फलहरू आउँछ। त्यसले गर्दाखेरि त्यो कुराहरू चाहिँ हामीले बुझ्नुपर्छ र यो फेरि यो कुराहरू सबै कुरा पनि अब यो धर्म अहिले जुन संसारमा हामीले जो जति पनि कुरा छ यो सबै चिजहरू चाहिँ आफ्नै मनबाट उत्पत्ति भएको केवल आफ्नो मनले चाहिँ त्यसलाई सृजित त्यस्तो खालको भ्रमित मनबाट सृजित भएको त्यस्तो खालको त्यो सबै यो संसारका सबै चाहिँ त्यस्तो हो। त्यो चाहिँ हामीले बुझ्नुपर्छ। वास्तवमा भने यो संसारको सबै धर्मको स्वरूप चाहिँ हामीले बुझ्न सक्यो भने त्यो स्वतःस्फूर्त ढङ्ग आफै त्यहाँ उत्पत्ति भएको होइन। त्यो सबै चाहिँ के त भन्दाखेरि हाम्रो भ्रमित मनले सञ्चय गरेर उत्पत्ति भएको हो। त्यसले गर्दाखेरि यो धर्म चाहिँ जान्न आवश्यक छ र धर्म गर्न पनि आवश्यक छ। किनभने त्यो धर्म जानेन र धर्म गरेन भने हामी अझै पनि फेरि अनगिन्ती जन्महरू यस्तै अज्ञानताको कारणले यस्तै भ्रममा परेर यस्तो खालको कर्महरू चाहिँ सञ्चय अकुशल कर्महरू चाहिँ सञ्चय गर्दै गर्दै फेरि पनि त्यसको फलहरू भोग्दै त्यस्तै दुःख भोग्दै अनगिन्ती जन्म फेरि पनि अनगिन्ती जन्महरू त्यसरी दुःख भोगिराख्नुपर्छ। त्यसरी घुमिराख्ने हो। त्यसले गर्दाखेरि धर्म नगर्यो भने त्योबाट छुटकारा अरू कुनै माध्यम छैन। धर्म नगरेसम्म चाहिँ अरू तपाईँले संसारमा जतिसुकै नाम कमाउनु भए पनि दाम कमाउनु भए पनि जति उपलब्धि हासिल गरे पनि तर तपाईँ त्यो दुःखबाट त्यो छुटकारा पाउँदैन। त्यसले गर्दाखेरि दुःखबाट सांसारिक दुःखबाट निर्वाण प्राप्त गरेर अरू प्राणीको हितको लागि पनि आफू चाहिँ सक्षम बन्ने र त्यस्तो हो भने त्यसको एक मात्र उपाय भनेको धर्म गरेर चाहिँ बुझेर जानेर त्यो पनि धर्म चाहिँ बुझेर जानेर त्यस्तो खालको त्यसमा पनि चाहिँ बोधिचित्तको चाहिँ अभ्यास बोधिसत्वहरूको जस्तो गरेर अभ्यास गरेर त्यस्तो खालको चाहिँ अभ्यास गरेर चाहिँ हामीले यो जन्मदेखि यो भवसागरको दुःखबाट हामी पार गर्दै बुद्धत्व प्राप्त गर्नेको चाहिँ माध्यम भनेको एउटै मात्र यो हो र त्यसलाई चाहिँ हामीले राम्ररी चिन्नुपर्छ जान्नुपर्छ र त्यसलाई अभ्यास गर्नुपर्छ र त्यसरी हामी पनि चाहिँ निर्वाण र बुद्धत्व प्राप्त गर्न सक्छौँ। अनि अन्त samtangdang kare kende chanju sanwich jya nonja kechimbo simje tamji jurate ta marandu re tadi re da Reta, communist Chinese, in the kind of Maribe Wangi. That's Maribe Wangi, Maribe Wangi, cheer machine, and day machine, and the Wangi, Peria, the Digitaba Mambo, Dong. Pela Sangi Tamba Digit Sanjay Twain, Digitam Dong, getting that. The combat to the Gumbam Samis. Touching the Vapato Weber. Change some dirty.
그러다 사단 나게 로바 나게 잡을 사지 사이즈를 나가지 로스는 세를 별이야. 당하도 지라고 말이 다도 내 보일을 다견 삼절에 대해 중앙에 별이야. 어떻게 다 디바 보다면 봤어. 단다 다디 조조디다 멈추시려고 그런 체시 그런 게 따와 그런 게 체시돼야 그런 시 policy 그런 체시돼야 다 근데 추 능배 추 두인신 여러분들 쉬어라 타마데 지단 여러분들 가부티 여러분들 친구나 신배 되도서봐 능배추 어디를 야부터 얘냐 그 자인의 최대 두인스 딱그 머리 보는 거 봐. 그 신의 말이 마시면 쉬어 마시면 그래. 근데 뭐시? 라마들 안타 하나 제자 하나지 다 그런 게 단다 소리 간라 승도디 모트시 단다 단두양 밀리든지 렌제 다자왕메 그나마마 다 밀리타고가 순다 순 나마나마 순 사비디 디버리와 아니 단다 람잔에서 때문에 봐 아니 밀리든지 랑체 되지 저양 마우트시 제반한다 저거리다 셈별 동아 빠고 뭐라마 셈별 동아 슈 단도 노트코리아 신지지 마우트시 자면도스 가다가다 오다 들리 그 저든줄랑 디술랑 많이 손을 냐와 찡을수 어서 숨고 어때야 되죠? 제가 까와만 뭐 동안 연가지 두스레 자들에서도 제가 장주 쌤이야지 장주 쌤한테 다 모르시 집다 대자나 쉰걸 내자부터 3월부터 대제수전에 3월부터 대절을 장주 쌤절을 잡거든. 이집에 개점을 하 알레비트 객체주의도 장주쌤들을 되거든요. 장주쌤 주라마 저거는 인지지 뭐 쌤지 삼자라면 인지지 뭐 결정으로라 인지지 뭐 아니 디가 가라 디 공라 아니 nenjung적으로 코아도 동의해야지 코아도 동의해야지 진짜인데 nenjung적으로 제가 뭐 두들을 제가 개점으로 문자한테 장주했습니다. 다른 나중에다 대zam벌링 중앙 zam벌링다 중앙시 밤에서 보다 마도 무게 니무주다 빠빠빠빠빠 괜히 메시바 남지 중만 영화 들다 치수용 거래 남지 중만 영화 what 하면 차 양차 양 lumba tamay malwa tsakwa shujine gojuloje kato pe o tela sawa tela da america tile da medingori 긴 항상 아직 있는 영원 같은데 영어래 다 다나시 어리다가나 신게 사염다 사용 센스 잡지 아니 랜드슬라이드 내가라 사이닝 빠빠빠빠 아니 추 사추 아니 추인가 빠빠 추 차바 주네 매바 감지 돈도에서 매바 미좀 무시 내마이나 아프리카 사이들라 이 시제 밀린 사이가 시제 차와 매지 돈돈 매지 강내슈 나 밀리와 시제 오 집에 남아들 정송 제단 작업된 시험부터 추 남르나 추기용제 그 아프리카 미선 로버자 작업 시험에 추기용제
다 취대 배가 남들은 괜히 배가 레바 다 취대 루스지 치만 두자 쇼지 카데지 디공을 영어래 아메 아프리카 레바 다가 취대 배 치만 두자 쇼지 카데지 호타오래 동통한 말이지 오 텔라서 버튼 아파트 어딘데 다 추더니 추대제 추사사고 저 대제니 총재만 오케다 총재 지금 뭐 자나라 저 아메리카는 뭐다 가다 빠빠빠빠 자가 덤제 유로도 모르고 시작이 와 주인이 빠빠 라마치 되니 다나서 매지고 아메리카 자신나 매지고 리고란 매지거든 디디 때문에 찍었다 디디 찍었다 매지고 야데 제 때문에 니숨 근데 니숨 때문에 니숨 냠도 어디 봐봐 슝거랑 세고 슝거랑 깔고 셈도 봐 나만 거 빠빠빠빠빠빠 민생 미드제 파 그자 파 아메스로 파 아메 민생의 도제 시 이제 바바 강을 다나 지금 룽이는가 바 룽들 토네토 세트 타이푼 세트 사이클란 세트 바바바 주네 삼질대바 메트로 종 메트 강바야 또 강바야 나가라 또 두부두부 잡아 강코한테 아우트는 야마시부터 어다데 사주 멜lun구나 봐 딘나자 바르스 양 바르스 그네 사바든지야 저기 안질로 모두 사바든지 와 사다 가인데 전타도 가리는 난도 가리는 다 갖고 양 말이 제 자월을 지송한다 저 점벌님 걸리다 만냠도 어들이 제단 자월을 제 순거리 어든데다 답주 타마 측제 슈라 니메다 니메 딘서 여를 숨어서네 이제 전화 여를 아니 가서래 니메 딘샤 아니 가서 저번에 리듬지 팅노래 이제 라바게 나도 차가도나 라바 텐션 라바 리듬 라바 마요나 매 추다버지 마 라바 우리 너 투나는 도슈로 나빠 하와이라 따같이 뭐 사부 쇼도 대만의 질라말네 제 타니보다 사부 쇼도 전단들이 전단의 야와 추라메서 어떻게 추라메서 대 나라서 들에서 머니 사원에 용다 사원을 박제 가져가서 산디스 체리벨라비다 매매시 다 사원에 동거리 어다집에 차부시고 어다 추라메서 저 냐와 추라메서 냐와 그래서 냐와 찬양제로 디코르 다 니코와 투에리 어디 가르쳐 버려 항상 저 어두스 추라메 그래서 대어 냐와 추라메 좋아해서 라바사디 추라메 좋아해서 지금 어디에 때문에 신다가 기는 지금 이제 나를 애들 지금 비교는 잘 할 어떤 요를 가사지 나나서 빈다 제자 오다 단독하게만 하고 말에 두두라면 돼야 말이니 제자 겨울을 주신 거리 겨울 버티게 진짜 송장 근데 전부리 밑에만 가자 빌리언 딩이어서 빌리언 빌리언은 탁틱 그중에만 얘기하면 봐 가서 중줄줄라 대변지래 대변줄라 대변지래 대변 전부 줄라 탁틱지래 제가 탁틱도 빌리언 어디에 기부진 나당 최선의 낼 제가도 지랑 제가 나당 지랑 제가도 지금 봐도 되는 매버지 참말로 지나지 디 빌시스 선 빌리언의 참말로 tum부지 아다 죄다 지랑 제가 등은
직선에 봐도 뒤 매체 그네 매봐 저서만 빵자 가서로 뒤 가서 뒤 마자도 지금한테 저래서 자요라 뒤 매체 상황 전부 진짜다 말은 미장상 투무이 비자다 말 진짜 빼자다 무슨 투무이 계절로 저서 근데 진짜 어디 정말 찍어서 배 찍으신다고 그랬어. 제 유튜브에 대한 정말 찍어지다고 그래. 저를 송아를 더 이내 송아를 상제게 송샤버디 배 사부팅 할래버리 자자디 안도 수준이 미중을 해증 수준부터 손만 마땅하지. 그 켈링해 주 말이 켈링도 말이 그래서 같이 지나가시게 하면은 소나 마땅사 어디 순한테 년배 그제 소리를 그때 단에 삼단면 좀 간다 하고도 소나 마땅나 소나마나 나고 말에 저 소나 가을에 대셔봐라 네 대대 다든지 건도데 저르부터 어쨌든 저도 건도 저기 상대 거로 지금 가서 걔네지 거로 저도 랍자들이 산제게 앵라tin means advice. 어떻게 그래서 단다 제가 어떻게 삼절로 던져 삼제 셈이 좋아해. 셈 명예를 셈도 좋아해. 명예를 셈 대권적으로 말해. 명예를 셈도 좋아해. 진정한 동안 영문도 지금 명예를 셈도 좋아해. 제가 말하면서 괜찮나네 가래 누가 간다지 영혼에 소소의 민게 bes으면 정말 니지 가래 주는 소소의 bes으면 정말 뭐 진로 건조서 말해 자가신 다서 말해 bombo서 말해 소소 이제 왕만 저래 어떠세요 제자 디바지야 메자시게 와푸도 소와체 랑게 셈니 용수도 디바지야 메자시게 와푸도 소와체 근데 간데스 다 닝버르다 텔라다 닝버르다 간데서 왔다 어디 랑게 셈 뒤가더스 랑게 셈니 용수도 명외지서 물어서 랑게 셈니 용수도 랑게 명외도 뒤샤나 뒤뉴 당선나 어디 랑 명외지서 물어 랑게 셈니 용수 진사기 때문에 셈 düna 아니 더 디지오레 란디기 샹디지오레 때문에 영어래 어디 제상기 때문에 어디 개좀 쉬우지 냠는 개좀 쉬우지 이 간주 띵주 상황 올라줘야겠네 전다시야겠네 랑게 셈니 용수 진사기 때문에 맞잖아 랑게 셈은 영어래 진디지 영어래 여러분 처음 맞아와다 미지는 낭배사기 처음 맞아와다 지구지형 용자 그다가 돼요 녀녀증 녀도 망점 녀증 어디 이제 네 생각 때문에 어디 봐 짜증 어디 지금도 어디 야 어디서 र अघि भने जस्तो मैले सोच्ने तरिका चाहिँ विशेष गरी बोधिचित्तको चाहिँ चित्त चाहिँ आशय बनाउनु चाहिँ एकदम महत्त्वपूर्ण हो यो सबैभन्दा महत्त्वपूर्ण यो हो वास्तवमा हामी अब अज्ञानताको कारणले गर्दाखेरि अब जस्तो अहिले भन्ने हो भने उदाहरणको लागि तिब्बतमा पनि धेरै सङ्घहरू गुरुहरूको हत्या भयो त्यहाँ धेरै गुम्बाहरू धेरै चाहिँ चैत्यहरू धेरै मान्यहरू ध्वस्त बनायो त्यो सबै के त भन्दाखेरि अज्ञानताको कारणले गर्दाखेरि र अज्ञानताको साथसाथै अब जो अहिले वास्तवमा भन्यो भने तत्कालीनको शासक माओ त्सेदुङ जो थियो उसको आफ्नो सत्ता स्वार्थको लागि यी सब कामहरू गरेको थियो वास्तवमा भने परमपावन दलाई लामाज्यू भनेको उहाँ भनेको चाहिँ एउटा साक्षात् बुद्ध हो उहाँ सम्यक सम्बोधि
चाहिँ ज्ञान भएको त्यस्तो खालको चाहिँ चाहिँ गुरु बुद्ध हुनुहुन्छ, तर उहाँ जस्तोको कुरालाई पनि अवज्ञा गरेर उसले त्यस्तो खालको कुकर्महरू गरेको छ। अब अहिले वास्तवमा भने यसको विषयमा अब खान्डोलाले भन्नुभए अनुसार चाहिँ अब खास त्यस्तो कर्म गरिसकेपछि दुर्गा लोकमा पतन हुनुपर्ने हो, तर पनि उसको पूर्वजन्मको अरू पुण्यहरूले गर्दाखेरि फेरि पनि उसले मनुष्यको जीवन लिएर अहिले वास्तवमा भने चाहिँ उत्तर कोरियाको नेताको रूपमा जन्मेको हुनुपर्छ जस्तो लाग्छ। र पछि अब फेरि पनि त्यस्तो खालको कुकर्महरू धेरै गरेर धेरै मान्छेहरूको हत्या हिंसा आफ्नो सत्ताको लागि गरिसकेपछि अन्तमा तपाईँको फेरि पनि अब आगामी जन्महरूमा चाहिँ ऊ चाहिँ कल्पौँ कल्पसम्म दुर्गति लोकमा पतन हुनुपर्ने त्यसरी भन्नुहुन्छ। र त्यस्तै गरेर अब हामीले चाहिँ एकदम बोधि चित्तको प्रार्थना चाहिँ अघि भने जस्तो त्यसको लागि चाहिँ अब सबै प्राणीहरूको लागि बोधि चित्तको चाहिँ हामीले अभ्यास गर्नु, अर्थात् त्यसलाई चाहिँ हामीले हेतु चाहिँ आशय चाहिँ उत्पन्न गराउने, चित्त उत्पादन गराउनु चाहिँ एकदम ठुलो छ। अब त्यो नभयो भने अहिले संसारमा जस्तो अमेरिकामा कुरा गर्ने भने अहिले संसारमा धेरै समस्याहरू आउँछ। जस्तो अहिले संसारमा धेरै चाहिँ तपाईँको भूकम्पहरू आउने, तपाईँको बाढी पहिरोहरू आउने, तपाईँको चाहिँ सबै यो आगलागीहरू हुने होइन, ज्वालामुखीहरू आउने, यो सबै त्यस्तै तपाईँको अरू आउँछ। जस्तो त्यो सबै कुरा चाहिँ के हो त भन्दाखेरि हामी सबैको सामूहिक सञ्चय गरेको कर्मको फलहरू चाहिँ त्यसरी आएको, वास्तवमा भने त्यो पनि त्यतिकै आएको होइन। त्यसले गर्दाखेरि अब यो अमेरिकामा पनि जस्तो अहिले अक्कलमै चाहिँ दुःखहरू धेरै आउँछ, त्यस्तो घटनाहरू दैविक प्रकोपहरू धेरै आउँछ। जस्तो अहिले भूकम्प आउने, त्यहाँ धेरै भूकम्पहरू आइरहने, त्यस्तो धेरै आग लागीहरू भएर त्यहाँ धेरै पहिरोहरू चाहिँ गएर, त्यति मात्र होइन कहिलेकाहीँ अब त्यो पानी चाहिँ जस्तो चाहिँ पानीहरू पनि अब एक ठाउँमा नहुने एक ठाउँमा हुने, त्यहाँ एक ठाउँमा चाहिँ जमाएर राखेको पानीहरू त्यो पानी चाहिँ विस्फोट भएर फेरि त्यो बगाएर लगेर धेरै जनधनको क्षतिहरू, धेरै मनुष्यहरू, धेरै प्राणीहरूको चाहिँ मृत्यु हुने, त्यस्तो खालको हामीलाई दैनिक अब अहिले संसारमा हामीले त्यस्तो खालको समस्याहरू हामीले भोगिरहेको छौँ। अब अमेरिकामा भने आग लागेको त्रास चाहिँ एकपटक होइन, त्यहाँ आग लागेको चाहिँ आगोको चाहिँ त्रास जङ्गल आगो लागेर त्यस्तो खालको त्यो चाहिँ एकपटक होइन बारम्बार त्यस्तो आइरहेको छ। त्यो पनि के त भन्दाखेरि सबै चाहिँ त्यही हामीले गरेको कर्मको चाहिँ फल हो, त्यसरी आएको। त्यस्तै अब हावाको चाहिँ विघ्न बाधा भन्ने हो भने त्यस्तो हावाहुरी जस्तो टोर्नेडो आउने, अहिले यो सुनामी आउने, यो धेरै कुराहरू पनि हावाबाट वायुबाट आउने यो चाहिँ होइन विघ्न बाधाहरू, यो सबै पनि हाम्रो कर्मको सञ्चय, सामूहिक कर्मको सञ्चयको गरेको फल हो तिनीहरू। त्यस्तै अब रोगहरू भनौँ, नयाँ नयाँ रोगहरू आउने, विभिन्न प्रकारको अहिले हालै मात्रैको नयाँ भाइरस जस्तो अहिले यो भाइरसहरू आउने, यो सबै कुरा चाहिँ के हो त त्यतिकै आएको होइन, यो हामी सबै हाम्रो कर्म, हामी सबैको चाहिँ यो हामी प्राणीहरूको चाहिँ आफ्नो सामूहिक कर्मले गर्दाखेरि त्यसको फल चाहिँ त्यसरी आएको हो। त्यसरी अब हामीले त्यो चाहिँ अब यस्तो भन्नुभएको छ, अब परमपावन दलाई लामाजी जो उहाँ साक्षात् बुद्ध हुनुहुन्छ, उहाँले कहिलेकाहीँ यस्तो पनि भन्नुहुन्छ, अब यो बिस्तारै अब हामी सबै मनुष्यहरू अर्थात् प्राणीहरूको चाहिँ अकुशल कर्महरू चाहिँ धेरै बढ्दै जाने र त्रिविशको क्लेशहरू पनि बढ्दै जाने, बढ्दै गएर बिस्तारै बिस्तारै यो संसार नै ध्वस्त हुन्छ भनेर भन्नुभएको छ। र एउटा ग्रन्थमा पनि त्यहाँ लेखेको छ, त्यसमा पनि तपाईँको अन्तिममा चाहिँ तपाईँको 7वटा घाम लागेर यो संसार चाहिँ ध्वस्त भएर विलय चाहिँ भएर जानेछ भनेर त्यस्तो भन्नुभएको छ। र त्यसले गर्दाखेरि अब परमपावन त्यो अहिले मैले देखेअनुसार चाहिँ अब यो अहिले चुवरमे भनेर चाहिँ जुन अहिले हाम्रो यो अहिले ज्वालामुखी विस्फोट हुन्छ, यो पनि त्यो कर्मको कारण, त्यस्तो कारणले हो। जस्तो तातो नर्ग चिसो नर्गहरू धेरै छन् होइन, 8 प्रकारको तातो नर्ग, 8 प्रकारको चिसो नर्गहरू छन्। त्योभित्र पनि यो तातो नर्ग ज्वालामुखीहरू जस्तोहरू त्यस्तो खालको तातो चाहिँ आएर संसारलाई विलय गर्ने, प्राणीहरू चाहिँ मृत्यु हुने त्यस्तो धेरै आउँछ। त्यसले गर्दाखेरि परमपावन दलाई लामाजीले के भन्नुहुन्छ त भन्दाखेरि वास्तवमा भन्यो भने हामी यो संसारमा लगभग हामी 6 खर्ब हामी मनुष्यहरू छौँ, हामी चेतनशील प्राणी भनौँ। त्यस्तो खालको चेतनशील प्राणी 6 खर्ब भएको चाहिँ वास्तवमा भने तेरो मेरो देश, मेरो राज्य, मेरो चाहिँ ठाउँ भनेर चाहिँ एकअर्कामा लडेर बस्नुभन्दा पनि सबैजना एक भएर यो संसारै एउटा आफ्नो, हामी सबै एउटा परिवार, हाम्रो एउटा घर, कुनै देश भन्ने खालको त्यस्तो नभइकन सबैजना मिलेर एउटै परिवार जस्तो बस्नुपर्छ भनेर बारम्बार भन्नुहुन्छ। तर उहाँले चाहिँ त्यसुकै भने तापनि वास्तवमा अहिले संसार चलाउने नेतृत्वहरूको
बुझाइ कम भएको कारण त्यो बुझाइ कम हुनु पनि त्यतिकै भएको होइन त्यो उनीहरूको पुण्य नभएको कारणले गर्दाखेरि त्यो त्यसरी चाहिँ अब साक्षात् बुद्ध जस्तो व्यक्तिले भन्नुभएको कुराहरू पनि त्यति चाहिँ कानमा जाँदैन त्यसलाई चाहिँ अँगाल्दैन व्यवहारमा यदि हामीले साँच्चैकै उहाँले भन्नुभएको जस्तो परिकल्पना गर्नुभएको जस्तो यो संसार त अब केही क्षणको लागि हो धेरै समय पनि छैन त्यो समय केही छिनको समयको बेला त र म भनेर एक देशले अर्को देशमा युद्ध गरेर झै झगडा गरेर कलह गरेर त्यसरी बस्नुभन्दा पनि बरु हामी सबै संसारको एउटै चाहिँ चेतनशील प्राणी हामी सबैमा के भन्छ एउटै परिवारको हामी चाहिँ त्यस्तो हौँ भनेर हामी एक ठाउँमा बस्न सक्यो भने त्यसले सबैलाई सुख पनि हुन्छ आखिर जति दिन बाँच्छ त्योसम्म चाहिँ हामीलाई सबैलाई सुख हुन्छ आनन्द हुन्छ तर त्यसो नगरेर अहिलेसम्म चाहिँ अब दिनादिन झन्झन एकले अर्कामा चाहिँ के भन्छ एक देशले अर्का देशलाई चाहिँ होइन त्यो हेप्ने अब त्यसमा गर्ने खालको चाहिँ धेरैहरू घटनाहरू भइछ त्यसले आफै पनि सुख छैन अरूलाई पनि सुख छैन त्यस कारणले गर्दाखेरि अब हामीले यो बुझ्नुपर्ने चाहिँ के हो त भन्दाखेरि उहाँ जस्तो चाहिँ उहाँ साक्षात् बुद्ध त प्राप्त गरिसकेको र भए पनि त उहाँ एउटा मनुष्यको रूपमा यहाँ पाल्नु भएर सम्पूर्ण प्राणीको हितार्थ उहाँले कार्य गरिराख्नु भएको छ उहाँले भनेको कुरा चाहिँ हामीले जीवनमा हुबहु लागू गर्ने भए हामीलाई पनि त्यस्तो खालको लाभ सुख प्राप्त हुन्छ परम सुखहरू प्राप्त हुन्छ त्यसले गर्दाखेरि अब हामीले यो संसारको वास्तवमा भन्ने भने अब अहिले संसारको दुःखहरू जति छ त्यो सबै हाम्रो अज्ञानताको कारण र भ्रमित मनले भएको त्यो भ्रमित मनको ले सृजित गरेको निर्माण गरेको त्यो सबै सुख दुःख सबै चाहिँ आफ्नो भ्रमित मनले सञ्चय गरेर निर्माण गरेको हो त्यो वास्तवमा त्यस्तो खालको आफै त्यस्तो आफ्नै सत्ता अलग्गै सत्ता त्यस्तो छैन त्यो चाहिँ हामी सबैको हाम्रो आफ्नो मनको भ्रम र अज्ञानताको कारणले गर्दाखेरि त्यो भ्रमित मनले सिर्जना गरेको निर्माण गरेको त्यस्तो सत्ता मात्रै हो र खास गऱ्यो भने अब अहिले जसरी भन्छ अहिले दिग्बाची हामी स्यासी गेवा फुन्जुन सबै राङ्गे सेम्ने थिने साङ्गे भनेर भन्छ भनेको मतलब के भन्दाखेरि हामीले जान्नुपर्ने चाहिँ के भन्दाखेरि कुनै पनि अकुशल कर्मको सञ्चय नगर्नु दिग्बाची हामी स्यासी भनेको गेवा फुन्जुन सबै भनेको चाहिँ जहिले पनि पुण्यको सञ्चय गर्नु अर्थात् धर्मको काम गर्नु र दिग्बाची हामी राङ्गे सेम्ने दिग्बाची हामी जवाब राङ्गे सेम्ने यसो त्यो आफ्नो मनलाई चाहिँ आफैले चाहिँ तपाईँको नियन्त्रणमा राख्नुपर्छ किन भन्दाखेरि आफ्नो मनलाई हामीले त्यसरी नियन्त्रण राख्नु सक्यौँ भने त्यसले चाहिँ के गर्छ त भन्दाखेरि आफूलाई पनि हानि अरूलाई पनि हानि हुन्छ होइन त्यसले गर्दाखेरि यो चाहिँ कुनै पनि अकुशल कर्मको सञ्चय नगर्नु सधैँ पुण्यको सञ्चय गर्नु होइन चाहिँ आफ्नो मनलाई चाहिँ आफैले नियन्त्रणमा राख्नु भनेर चाहिँ यो भन्नुभएको छ होइन त्यसले गर्दाखेरि अब यो चाहिँ हामीले चाहिँ यो चाहिँ अब साँच्चीकै बुद्धको चाहिँ धर्म भनेको यो हामीले चाहिँ जीवनमा लागू गर्नुपर्ने कुरा चाहिँ के हो भन्दाखेरि कुनै पनि पापको कर्म नगर्ने काम नगर्ने कार्य नगर्ने जहिले पनि धर्मको चाहिँ काम गर्ने र आफ्नो यो मनलाई चाहिँ सदैव आफ्नो नियन्त्रणमा राख्ने वशमा पार्ने त्यो चाहिँ गर्नुपर्छ त्यसो गऱ्यो भने चाहिँ अनि हामीले साँच्चीकै हाम्रो जीवन चाहिँ अर्थपूर्ण हुन्छ र अहिले वास्तवमा भने अब बुद्धको वचन जस्तो कन्जुर तेन्जुरहरू सबै जानेर सबै तपाईँलाई सबै बुझेको पनि छ त्यसको अर्थ पनि तपाईँलाई सबै छ तर जाने तापनि तपाईँले अन्तिममा तपाईँले आफ्नो मनलाई आफ्नो नियन्त्रणमा राख्नु सक्नु भएन भने त्यो जान्नु त राम्रो हो तर त्यसको कुनै लाभ फाइदा चाहिँ हुँदैन मुख्य कुरा चाहिँ हामीले आफ्नो मनलाई चाहिँ आफैले नियन्त्रण दमन गरेर राख्नुपर्छ भनेर छ 어디 약속과 창조 셈줄 자들이 다 약속들이 도대체 나던 데는 시간을 더 장면을 저를 생기도야 अब सबैभन्दा राम्रो आफ्नो मनलाई सबैभन्दा राम्रो नियन्त्रण गर्ने र आफ्नो मनलाई बसमा राख्ने भनेको बोधिचित्तको अभ्यास नै हो त्यो चाहिँ अब तन्त्रसँग जोडिया छैन सूत्रको कुरा मात्रै हो त्यो चाहिँ वास्तवमा भने सबैभन्दा राम्रो आफ्नो मनलाई दमन गर्ने अर्थात् नियन्त्रणमा राख्ने भनेको चाहिँ अभ्यास भनेको चाहिँ बोधिचित्तको चाहिँ अभ्यास नै हो 제자네 다다 모르시 밀리들 안데 대조라 니시네마 냐와티야 어디 중도 제자 근데 다다다나 까바 그런 동안 양과지 참고를 제가 그래서 다디 요 정말 머리분 그래 머리바 ignorance 머리바 온 그래 정말 다 제가
머리배 옮기다 들리쳐서 근데 라와 매번 인제 교가지래 공로사다 파샤 라와 매번 인제 교가지 다들 그 커뮤니스트 가서 전지 어디지 다 그런 짓을 좀 어떻게 좀 어디 별다들 제보다 괜히 남서로 그러다 그래서 괜히 상황에서 같은데 레다는 다다 가서 거기서 보다 베스는 가지고 저대로 아니 다다야 나보다 감다 좋아야 롬니 다도야 하다 지금 뭐 세는 같은 부분 또한 기셔면 배사래 그 비지가 어제 등산한테 감도 롬니 이제는 집어도 되는 저거 딱시당 저거 약고차야 그래 배자고 싶은 집어도 되네 진짜 오차 겨울 뭐지 간난 저도 이게 상황 편제 다른 사람 집어도 보다 보면 볼아도 저거도 그래 저러나 어디지 아니 별에 대한 것이야 뭐라 어디를 다 저zaman 인지 머리번 그래도 좀 봐도 민겨를 봐도 매번 사야 다 가wan에 좀 제거라도 야다 잘 맞지 네 장주 삼바 그거는 다 전에 저기 기지를 다디 콘르잖아니 가와 동게 그래서 중국도 와 가서 예 가와 동게서 중국도 기지라 콘르사베나 장주 삼바지는데 여름에 좀 상제를 바보제에서 진리에 다들 말이고 상황 말이고 저자들 대점 점을 나라 부모든 좋아니 머리방 게 매치다 두배만 보다 배 너버제니 동안 봐도 말했다 동안 봐도 마냥 저다 점을 호텔에서 왔더니 가서 그 도와 뭐도 탤런트 그냥 쉬는 과연 매치 도와주고도 자저치래요 자저치래 멤버가 강마치료들 뉴만 강마치료들 레지 다들 잔저 선전 정도 추자 다 가지는 상황 세기도 뒤지라 믿으라 좋아야다와 그런 사야도 좋아해 선전 뭐 자동도 이제 세제 이만 이만 지금 왔다 이만 딱봐 그런 거 내가 들어 그는 기는 순간은 띵고만 빠빠빠빠빠 다 그냥 빼셔버려 살아서 보다 드레도 그래서 나가서 봐주도 그러지 신강도 자세만 왔어야 봐 저러다 바꿔다면서 신강도 와 저저 가서서 다 그래 먹은 게 머리가 뭐도 어떤 일이 니마를 코에 두난 주 연송도 두난 주 봐도 매바치 봐도 어디 사자 라마자 어디 대체나 제산다 랑원 랑산이 랑타리 밀리도 단지기 주선다서 산이 때마다 저라 담배는 제 어디 창조를 섬줄라 섬에 탕주들라 창조를 섬줄라 좋아도 딱 뭐는 찔라 망부자고 그래. 뭐는 딱 그래. 정주에 섬질지. 뭐는 딱 그래. 자고래. 님은 찔라 탕망부자고 그래. 어디 랭게래. 언제 랭게래. 태바집에 취업자에 랭게래. 그까 와서 뭐 쉬우지. 대 물론 내가 저거든. 뭐야. जसरी अब अघि भने जस्तो काण्डोलले भन्नुभएको जस्तो चाहिँ माओ त्से-तुङ चाहिँ 7 जन्मसम्म मान्छेको जन्म लिएर त्यसपछि चाहिँ अब कल्पौँ कल्पसम्म दुर्गतिमा लोकमा जन्मिनु पर्छ भन्ने चाहिँ भन्नुभएको छ। त्यो सबै किन भन्दाखेरि त्यो सबै चाहिँ अज्ञानताको कारणले हो र उसलाई पनि हामीले अब करुणाले चाहिँ त्यो चाहिँ गर्नुपर्छ, प्रार्थना गर्नुपर्छ उसलाई पनि, उसको लागि पनि। किन भन्दाखेरि सबै त्यो उसले किन गरेको भन्दाखेरि उसको अज्ञानताको कारणले त्यो गरेको हो। र
हिजो आज अहिले अब त्यो मुख्य कुरो अब हामीले बुद्ध धर्मको चाहिँ अध्ययन अध्यापन गर्नुपर्छ। परम पावन दलाई लामाजीले जहिले पनि हामीलाई त्यो भनिराख्नुहुन्छ, उहाँले जहिले पनि हामीलाई त्यो कुराहरू राखिराख्नुहुन्छ र त्यसकै चाहिँ उपलब्धि स्वरूप त्यसकै उपज स्वरूप अहिले तिब्बतमा चाहिँ हिजो आज अब खाम भन्ने ठाउँमा एउटा दर्शनशास्त्रको अहिले जो तर्कशास्त्र छ त्यसको चाहिँ अध्ययनहरू गुरुहरूले मात्रै होइन, सङ्घहरूले मात्रै होइन, त्यसमा चाहिँ गृहस्थीहरूले पनि त्यो दर्शनशास्त्रको अध्ययन गरेर उनीहरू पनि अब चाहिँ दर्शनको अध्ययन गर्नेहरू भएको छ। त्यस्तै धर्मशालातिर पनि अहिले चाहिँ त्यसरी चाहिँ गृहस्थीहरूले पनि दर्शनशास्त्र पहिला चाहिँ यो दर्शन महादर्शनशास्त्रहरू चाहिँ गुम्बामा सङ्घहरूले मात्रै त्यसलाई अध्ययन गर्ने परिपाटी थियो भने पछिल्लो चरणमा परम पावनजीकै चाहिँ अनुरोधमा उहाँकै चाहिँ त्यसमा चाहिँ अहिले धेरै गृहस्थीहरूले पनि त्यसको अध्ययन गर्दैछ। त्यो एकदम राम्रो हो, त्यसरी नै गर्नुपर्छ। र अब त्यो चाहिँ अब जस्तो अहिले हामीले यो एउटा भनेको छ एउटा सूत्रमा चाहिँ जसरी हामीले 3 कल्पसम्म सञ्चय गरेको पुण्य पनि एक क्षणको रिसले नष्ट गरिदिन्छ। त्यसले गर्दाखेरि त्यो कुराहरू चाहिँ हामीले बुझ्नुपर्छ। तर उनीहरूले चाहिँ त्यो थाहा नपाएर अब परम पावनजी जस्तो बुद्धत्व प्राप्त गरिसकेको साक्षात् बुद्धलाई पनि चाहिँ नराम्रो गर्ने त्यस्तो खालको कामहरू पनि भएको छ। अब त्यसको पुण्य त्यसको कर्मको फल त अब धेरै छ अझै भोग्नु। त्यसले गर्दाखेरि अब हामीले चाहिँ यो सबै किन गरेको, उनीहरूले किन गरेको त भन्दाखेरि त्यो सबै अज्ञानताको कारण गरेको हो। अहिले धेरै अब अज्ञानताको कारणले अहिले हामीले पनि यहाँ हेर्दाखेरि संसारमा धेरै प्राणीहरूको हत्या हुने। अब अघि भने जस्तो जीविकोपार्जन प्राणीहरूको हत्या गरेर जीविकोपार्जन गर्ने, जस्तो बाख्रा यो अब हामीले अहिले बाटोमै जता हामी हिँड्दाखेरि वरिपरि देख्छौँ बाख्रा चाहिँ काटेको, कुखुरा काटेको, सुँगुरहरू त्यस्तै अरू धेरै प्राणीहरू त्यसरी चाहिँ हत्या गरेको हामी देख्छौँ होइन। त्यसले गर्दाखेरि त्यो सबै चाहिँ उनीहरूले चाहिँ अज्ञानताको कारणले त्यसो गरिरहेछ। अब त्यो उसलाई अज्ञानता त्यसरी गरेर उसलाई त्यसको कर्मको फल चाहिँ उसले कल्पौँ ऊ दुर्गति लोकमा फेरि पनि दुःख पाउनुपर्छ भन्ने उसले नजानेको कारणले गर्दाखेरि ऊ त्यस्तो गर्दैछ। अब त्यस्तोहरूको लागि पनि हामीले चाहिँ उसलाई करुणाको चित्तद्वारा उनीहरूको चाहिँ कर्म चाहिँ त्यो होस् भनेर हामीले प्रार्थना गर्नुपर्छ। उनीहरूको निम्ति पनि हामीले त्यो गर्नुपर्छ। र विशेष गरी अहिले हामीले मुख्य कुरो चाहिँ सम्पूर्ण प्राणीहरूको त्यो चाहिँ हितार्थ, सम्पूर्ण प्राणीहरूको हित गर्नको लागि, सम्पूर्ण प्राणीहरू यो भवचक्रको दुःखबाट चाहिँ मुक्त गराउनको लागि, बुद्ध भूमिमा पुर्याउनको लागि मैले पनि बोधिचित्त उत्पादन नगरी हुँदैन भनेर चाहिँ हरेक क्षणमा हरेक दिनमा तपाईँले त्यो सम्झिराख्नुपर्छ, त्यो प्रार्थना गरिराख्नुपर्छ। त्यो भनेको तपाईँको आफ्नो दायित्व, हाम्रो दायित्व त्यो किन भन्दाखेरि हामी सबै महायान धर्ममा लागेको, हामी महायान बौद्ध मार्गमा लागेको भएको कारणले गर्दाखेरि त्यो कुनैले दिएको त्यो काम होइन कि त्यो हाम्रो आफ्नै दायित्व। हामी त्यो महायान मार्गमा लागेको कारणले गर्दाखेरि त्यो हाम्रो दायित्व बोधिचित्त चाहिँ हामीले उत्पन्न होस् भनेर उत्पन्न गराउने प्रार्थना गर्ने, त्यसको अभ्यासमा लाग्ने चाहिँ हरेक क्षण हरेक दिनमा हामी त्यो लागिराख्नुपर्छ। त्यसरी लागेन भने हामीलाई त्यो प्राप्त हुँदैन। त्यसले गर्दाखेरि अरू सम्पूर्ण प्राणीको हित गर्नलाई, सम्पूर्ण प्राणीको यो दुर्गति लोकबाट अर्थात् यो भवचक्रको दुःखबाट पनि मुक्त गराउनको लागि मैले चाहिँ बुद्धत्व प्राप्त गर्नुपर्छ, त्यसको लागि मैले बोधिचित्त उत्पादन गर्नुपर्छ भनेर चाहिँ बारम्बार तपाईँहरूले यो प्रार्थना गरिराख्नुपर्छ। यो प्रार्थना गर्नु चाहिँ तपाईँको कुनै चाहिँ कसैले दिएको अराएको नभइकन यो तपाईँ हाम्रो आफ्नो चाहिँ दायित्व हो सम्झिनुपर्छ। र त्यसरी चाहिँ बोधिचित्तको चाहिँ दैनिक रूपमा चाहिँ अभ्यास गर्ने र चिन्तन गर्ने चाहिँ गर्नुपर्छ। 롱베 뻔보다 예감되게 뻔보 어떻게 찍이 줄라 다음에 선제 수행아 장주에서 미지기 줄라 장주에서 줄라 쬐나 미지기 선제 타 저러 내게 말해 패버도 그래 선제 타 저러 저금 스면 선제 타 내 방에 내 방에 참 저 밤을
내가 뱀마다 다두게 뱀을 줘. 내가 다 뱀마 다두게 뱀마 내가 되게 다두게 되게 다 담들지면 그만 선전 탐잖아. 항상 찍어줘서 담들고 섬들잖아. 어들 랑 자주 랑 산주 가만 더서 삼제 산주 가만 그 모는 데를 그람 그래서 모는 데를 그 남주를 찍어 토사 들었는데 산주 가면 되지 남주를 찍어 그래서 신선제도 상대하고 할래버 엘레 찍이죠 장주쌤 할래봐 그래서 진짜 룸베 뽐보다 하버도 룸베 뽐보다 점블링 뽐보 룸베 뽐보다도 상물대로 자주해서 저러시네 간제 야가를 미티게들 이제 빠도 마음이 걸 하고서가 제가 장주쌤 장주쌤 저는 뭐지 모르는데 백 해주면 백 미술 해주면 जस्तो एउटा देशको नेताको मनमा बोधिचित्त उत्पन्न भयो भने अर्थात् अरू यो जुन अहिले चाहिँ पशुवध गरेर जीविकोपार्जन गर्नेहरू भन्दा पनि देशको एउटा नेतृत्व एउटा नेताको अर्थात् एउटा नेतृत्वको मनमा बोधिचित्त उत्पादन भयो भने र अर्थात् जोसुकै हामी जोसुकै भए पनि हामी सबै जोसुकै भए पनि एकजनाको मनमा बोधिचित्तको चाहिँ उत्पत्ति भयो भने बोधिचित्त उत्पादन भयो भने त्यो एकजनाको प्रार्थनाले सम्पूर्ण प्राणीहरू एउटा पनि प्राणी नरहिकन यो संसारको चाहिँ सबै प्राणीहरूको हित गर्न सक्छ। त्यसले गर्दाखेरि त्यो चाहिँ अझै विशेष गरी अब हामी एकजना भन्दा पनि विशेष गरी देशको नेतृत्वहरू अर्थात् संसारको यो नेतृत्व वर्गहरूको एउटा पनि नेतृत्व वर्गको मनमा बोधिचित्त उत्पादन भयो भने उसले धेरै चाहिँ प्राणीहरूको उद्धार गर्न सक्छ। त्यसले गर्दाखेरि हामीले जहिले पनि चाहिँ प्रार्थना गर्दाखेरि उहाँहरूको मनमा पनि त्यस्तो खालको बोधिचित्त चाँडो चाहिँ उत्पन्न होस् भनेर चाहिँ बारम्बार हामीले प्रार्थना गरिराख्नुपर्छ। त्यसो गर्नुपर्छ। 저등은 뭐 저도 차오친다. 진짜 뭐 그 최초를 드려. 다들 저당 뭐라면자도 망고를 봐서 수되면 되게 수되면 되지 가르네 저도 뭐라면자 뭐 다 대쇼라 당에 돌더니 대쇼라 다 지단다 도섬제는 대지 내가 되게 타도 되지 산주 가면 들어라 디 산제 때문에 내가 산제 때문에 내가 때문에 중에 때문에 다 여름에 저기 땡땡께지 담는 것도 샤베때 때마다 저제 주의원 저 뒤에 때마다 좀 기둥이 되더니 생명 테러 받은 백면이 집이 어다 저도 출루시 어다지 대버쯤보다 오다 백면이 집이 재미있다 되는 저 그냥 다당바 대체 대면도 집이다 먼저 표시를 시도다 상관으로 그지 어디 그거를 그래서 때마당 아니 주종을 때마다 그냥 공수 들어도 어떻게 나면은 빼면서 그때 생기 때문에 이런데 말은 되게 좀 그래 지난 도서래 다sam다 다디 다다다다 도서시라면도 다디 슈라 지난 삼도 당 그래 다 지금 또 말해서는 맞는 소삼단 그래 아니 대슈라 다 제가 들다 시야 다 들이하고 시야 다 생활에 뭐또 딕배션을 개점을 뭐지 개점을 빼나 기듬바 범질라 돌라 붐을 신세계나 신세계에서 푸어있는 꾸인 푸어이나 기듬바 범질라 나 기도만 둥질스는 기도만 둥지지라 돌아 보물을 보이나 그래서 그생에 배시원하지 대 저와 수수제오 저와 실라 파파 말에 exalted 말에
ordinary da pa sujewe shila gelong shila da kaso mingi seji tenma jiga ji puwe ni ji duty ho shini jaga jebu kashiga sa jewe domjo cheju be nianda ji rongdang ji be shu zhongale jazang wo de zhongwa juzi de zhongwa juzi de zhongwa 할레버 봐. 그래서 다단다 기도모 중주라 돌아 봄를 스포이나 레다 다바지 꿀론 라레버 꿀론 쳤소이네 다 꿀론 쳤소이나 돌아 봄 기도모 중주지가 돌아 봄 참을 개와라 개와 해버 개와사 이나야 디슈라 모아 제만나 라니 조베 상대지 심정의 체도 라니 조베 상대지 고반토야 뭐 마세나 오다 대주로 콘리 사회나 대주라 로다도 상대의 체다 라마다들 로다지 상대 로다지 로다 야나 콘리스나 수이된 랑의 낭미네 랑의 조이네 랑의 지미네 랑의 낭미 미스 칠로그미 술다지로 혼자사는 셈제이네 술을 혼자사는 오다 계자지기디 돌러 기도뭐 중주라 돌러 부문을 개와지 슈그 매치고 나지 사오래 제 매치나 그땀 지금 말아 됐는 잡으라 어떻게 미세베 개지물다 자한테 zamani 만 하자 지기 도마마 볼때 바바바바 도마모데 지 같이 지기스가 지금 배자 망고다 지기 지기다 망고 유지리다 메시가라 당원은 장내에 최소 성마성 써야지 왜 깔아 가버려 제 제비나 먼저 examine 제비나 왜 깔아 가버려 최소 줘야 돼 매다 지기서 빼면서 계시 최소에는 개와 사부이네 다디 슈비데 세컨스지 다 소바규의 만들었지 게자 심리 탄대 제도 랑 산대 거기서 게자기는 망어체 그러 게자기는 망어체 그 계시 아우년자당 전세만이 그 지기장 된데 살마섬나 카이티야 디아유 아니 아우는 전화세자 트래블 거는시 그거야 자유로 그래서 다우는 저저 아우는 그 카이티데 기타마스케 지금마다지 곧 나 삼당 걸렸다 세상다디 다디 콘트레지 사회나 내 계좌 세칸라 세칸 로마 다음은 된다 나 지금 그래서 최소만이네 겨울에 사면 어떻게 그지 되라 매우 잘다 내 매치고나지 슈그 매치고나지 나 상황 매우 잘해 상황을 잘 다들 한번 같이 아마 최지기 수지 어떤 아저들 나도 최지기 바바바바바 이렇게 그래 자다지 제가 한번 같이 기다리게 졸라 그래서 콘도야나 세르바 콘도 봐서 야 세르바 될 소복은 말을 되는 다 기다리는 거와 재생 말을 다 뭐와 재생 말을 되니까 이게 정말 가지는 매서 가서 괜히 있잖아 괜히 봐 잡아나지 야 개와지기 봐 매서 가지 이네 콘도 또 서버다도 건강을 봐 뭐다 매냠내 되는 서버 건강을 봐 서버 건강을 다니 아니 그래서 뭐 마시나 랑상 심지어 랑산주 그것도 기성 막거나 영어들이 같이 최저 같이 사회 어디 찾아 매서잖아
要么嘞，不然没说的，财长俺做深圳的，人家结果嘞，现在深圳，他就工作在去推啊这改完的剧院呢，去你干嘛去？去，当这的故事没晓得啊，这样子没有不是你的故事不听的，那下个么了，学习的他巴拉巴拉巴拉巴拉巴拉巴拉巴拉是。Ane ka tapje se je khan bala se khan da che se dunya ma da khan che se dunya ma da la ma ge chu sun da khan ka ke ya ma da to mo le ane cha da khan de chan de be ko se mo chu du de be ya mo le ti da de ran che ji nya ma zhe na yo ma le chen ka de me se ka de ka wa ka de ta ya ma le 다시 수다 네 가때 버지 왜다 미 계적 거절 집에 샤워 양말다 공부를 가버려 자자 어디 र अब म यो पुण्य अनुमोदनको चाहिँ प्रार्थनाको बारेमा म यहीँ सघाउनेपट्टि लाग्छु र अरूभन्दा पनि अब हामीले धेरै प्रार्थनाहरू गरे तापनि अब चाहिँ बुद्ध अब यो मेन कुरो के को लागि त्यो गर्ने प्रार्थना गर्ने त भन्दाखेरि अब यो संसारको सबै दुःखहरू हटाउन सबैलाई सुख प्राप्ति गर्नको लागि पहिलो कुरो बुद्धको शासन रहनुपर्छ र दोस्रो कुरो त्यसपछि तपाईको त्यो बुद्धको चाहिँ के भन्छ शासनको त्यो चाहिँ गर्ने चाहिँ परम पावन दलाई लामाज्यू अनि त्यस्तै तपाईको अरू गुरुहरू लगायत अब हिनायान चाहिँ को सङ्घहरूदेखि लिएर महायानका सङ्घहरू जस्तो महायानमा चारै परम्पराको चाहिँ सङ्घहरू भिक्षुनीहरू र चाहिँ सबैको दीर्घायु होस् चाहिँ बुद्धको शासन लामो चाहिँ रहिरहोस् यो संसारमा रहिरहोस् भनेर त्यो खालको चाहिँ चित्त के भन्छ मलम अर्थात् प्रार्थना गर्नुपर्छ त्यसरी चाहिँ बुद्धको शासन रहिरहोस् र परम पावनजीको दीर्घायु र अन्य गुरुहरूको दीर्घायु र सङ्घहरू पनि जस्तो चाहिँ यो के भन्छ हिनायान होस् अर्थात् महायान चारै परम्पराका सबै चाहिँ तपाईँको सङ्घहरूको पनि दीर्घायु र बुद्धको शासन पनि यो संसारमा धेरै लामोसम्म रहिरहोस् भनेर चाहिँ हामीले प्रार्थना गर्नुपर्छ र त्यो चाहिँ एकदम महत्त्वपूर्ण हो किन भन्दा त्यो संसारमा यो बुद्धको शासन छैन भने अन्धकार हुन्छ जतिसुकै चाहिँ बाहिर उज्यालो भए पनि भित्र अँध्यारो हुन्छ त्यसले गर्दाखेरि यो रहन आवश्यक छ र यो चाहिँ एकचोटि यो चाहिँ तपाईँहरूले एकदम राम्रोसँग बुझ्नुपर्छ यो बुझेन भने चाहिँ अब हामीले सबै गरेको धर्महरू व्यर्थ पनि हुनसक्छ उदाहरणको लागि तपाईँले एकजना भिक्षुलाई सङ्घहरूलाई चाहिँ जम्मा चाहिँ $1,00,000 हिसाबले तपाईँले नगद दान गर्नुभयो त्यो सङ्घ पनि करोडौँ सङ्घलाई दान गर्नुभयो भने त्यसको पुण्य त अब कति छ हैन त्यो हिजो मैले भने जस्तो तपाईँको सानो एकजना यो पहिला तपाईँको एकजना चाहिँ मान्छेले 4 जना चाहिँ के भन्छ भिक्षुको शिल पालना गरेको भिक्षुहरूलाई चाहिँ एउटा अन्न के भन्छ चाहिँ भोजन मात्रै दान गर्दा पनि पछि त्यसको पुण्यले चाहिँ ऊ राजा कशिका यो भारतमा हो राजा कशिकाको रूपमा जन्मेर ऊ राजा चाहिँ एकदम शक्तिशाली राजा चक्रवर्ती राजा जस्तो चाहिँ शक्तिशाली सबै चाहिँ सम्पन्न त्यस्तो खालको शक्तिशाली र सम्पन्न राजाको रूपमा जन्मेको थियो 4 जना भिक्षुहरूलाई भोजन दान गरेको पुण्यले भनेपछि तपाईँ अब सम्झिनुहोस् यहाँ तपाईँले कल्पना गर्नुहोस् 1 करोड सङ्घलाई $1,00,000 को हिसाबले तपाईँले दान गर्नु नगद दान गर्नुभयो भने त्यसको चाहिँ फेरि त्यो माथि पनि तपाईँले सोच्नुभयो यो सबै नगद चाहिँ सम्पूर्ण प्राणीहरूको 6 वटा लोकको प्राणीहरूको त्यसलाई चाहिँ दान गरेँ त्यसको बुद्धता प्राप्त गर्नको लागि चाहिँ मैले माथि चढाएँ भनेर सोच्नुभयो भने अझै त्यसको अपरम्पार त्योभन्दा चाहिँ धेरै ठुलो धेरै गुणा बढी चाहिँ तपाईँलाई पुण्य हुन्छ त्यसले गर्दाखेरि तर त्यो पुण्य कमाए तापनि त्यो पुण्यहरू चाहिँ के भन्छ त्यो पुण्य चाहिँ हामीले परिणाम अर्थात् उहाँ भन्छौँ हामी त्यसलाई पुण्य अनुमोदन पनि भन्छौँ त्यो गरेन भने के हुन्छ त भन्दाखेरि तपाईँले
जसरी चाहिँ अब यो हामीले भन्छौँ हैन तपाईको त्यो एक चाहिँ त्यो पुण्य चाहिँ त्यो अनुमोदन नगर्यो भने के हुन्छ त भन्दाखेरि तपाईले जतिसुकै पुण्य अघि त्यो करोडौं भिक्षुलाई दान गरेको पुण्य अर्थात् अरू जे पनि गरेको बोधिचित्त उत्पादन जेसुकै होस् तपाईले जे गरेको पुण्य जति पनि पुण्य कमाउनु भएको छ त्यो चाहिँ तपाईले उता चाहिँ के भन्छ उहाँ भन्छ त्यो चाहिँ परिणाम अर्थात् पुण्य अनुमोदन गरेन भने तत्कालै त्यो गरेन भने त्योभन्दा अगाडि तपाईलाई चाहिँ जसरी तपाईलाई कुनै गुरुहरूप्रति अर्थात् कुनै अरू मान्छे आफ्नो आफन्त अरू जोसुकै आफ्नो दुश्मन जोसुकै प्रति पनि तपाईलाई एक क्षण मात्रै क्रोध उत्पन्न अर्थात् रिस भयो भने तपाईको त्यो अघि कमाएको सबै पुण्य चाहिँ नष्ट भएर जान्छ। त्यो कसरी नष्ट भएर जान्छ भन्दाखेरि उदाहरणको लागि जसरी एउटा चाहिँ कागज आगोले जलेर राख भएर जान्छ, जसरी चामलहरू चाहिँ आगोमा डढेर नष्ट भएर जान्छ, त्यस्तै नै तपाईको पुण्य पनि अघि के भन्छ त्यो परिणाम नभएको पुण्य चाहिँ तपाईको त्यसरी नै नष्ट भएर जान्छ। त्यसकारणले हामीले एकदम बुझ्नुपर्ने चाहिँ एकदम जरुरी चाहिँ कहाँनिर छ भन्दाखेरि हामी कहिलेकाहीँ जिन्दगीभरि मैले धेरै धर्महरू गरेँ म एकदम चाहिँ राम्रो गरेँ भनेर हामीलाई लाग्ला, तर पनि फेरि हामीलाई यस्तो थाहा हुँदैन कि आफूले गरेको पुण्य चाहिँ हो त्यसरी परिणाम अर्थात् उहाँ नगर्दाखेरि सबै नष्ट भएर त्यो सबै खेर गइरहेको पनि हुनसक्छ। त्यसले गर्दाखेरि हामीले जे पनि पुण्य जुनै पनि पुण्य कर्म गरेको बित्तिकै चाहिँ त्यसको सकेको बित्तिकै उहाँ अर्थात् पुण्य परिणाम अर्थात् पुण्य अनुमोदन गर्नु चाहिँ एकदमै महत्त्वपूर्ण छ। त्यो चाहिँ हामीले जहिले पनि मनमा राख्नुपर्छ र त्यो चाहिँ आफ्नो दैनिक जीवनमा पनि लागू गर्नुपर्छ। नभए भने त्यो आफूले कमाएको पुण्य चाहिँ सबै चाहिँ नष्ट भएर त्यो अघि गरेको धर्म पनि चाहिँ अघि भने जस्तो त्यो हामीले तीन कल्पसम्म सञ्चय गरेको पुण्य पनि एक क्षणको रिसले नष्ट भएर जान्छ भने यो अघि हामीले गरेको कर्म त केही पनि भएन। त्यसले गर्दा त्यो पनि चाहिँ नष्ट आगोले डढेको चाहिँ जसरी कागज डढ्छ त्यसरी चाहिँ डढेको जस्तो चामल डढेको जस्तो गरेर नष्ट भएर छ। भन्नुको मतलब हामीले कमाएको त्यो पुण्य चाहिँ एउटा चाहिँ बचत गर्ने राम्रो सुरक्षित रूपमा हिफाजत गर्नुपर्छ भने हो यो भन्नुको तात्पर्य चाहिँ। त्यो नभए भने त्यो नष्ट भएर अर्थ हराउँछ भनेको हो। त्यसले गर्दाखेरि तपाईहरू त अहिले यहाँ धर्म श्रवण गर्दाखेरि सुन्दाखेरि एकदम शान्त भएर राम्रो सुन्छ, किनभने हाम्रो सोलुखुम्बुतिर हो भने त त्यहाँ मान्छेहरू धर्म प्रवचन गुरुले प्रवचन गरिरहेको हुन्छ तर त्यहाँ तल चाहिँ धेरै हल्ला गरेर बस्ने हैन। त्यो गुरुले भन्नु त भयो तर त्यो उसलाई केही पनि थाहा हुँदैन, त्यो उसले सुन्दैन। त्यसले नसुनेपछि त्यो लाभ त अवश्य नै नहुने भयो, अझै त्यसको सट्टा उल्टो पाप पो हुनु बेर लाउँदैन। किन भन्दाखेरि त्यस्तो चाहिँ गुरुहरूले चाहिँ प्रवचन दिने बेला आफूले हल्ला गरेर त्यसलाई ध्यान नदिएर बस्यो भने उल्टो पाप पो लाग्छ। त्यसले गर्दाखेरि त्यो कुराहरू चाहिँ त्यस्तो छ। तर तपाईँहरू यहाँ चाहिँ अहिले धेरै राम्रो लाग्यो, तपाईँहरू एकदम शान्त भएर एकदम राम्रोसँग सुनिराख्नु भएको छ, मलाई धेरै खुसी लागेको छ। यो पनि एकदम राम्रो हो र त्यसले गर्दाखेरि अब हामीले यो चाहिँ यो हामीले कमाएको पुण्य चाहिँ अघि भने जेसुकै पुण्य कमाए त जस्तोसुकै पुण्य कमाए तापनि सम्पूर्ण प्राणीहरू यो 6वटा लोकको सम्पूर्ण प्राणीहरू एउटै पनि नरहने गरी त्यो सबैको लागि मैले त्यसको सबै हितार्थ त्यो सबैले प्राणीलाई उद्धार गर्नको लागि यो संसारको दुःखबाट मैले पार गराउनको लागि मैले बोधिचित्त उत्पादन गरी बुद्धता प्राप्त गर्नुपर्छ। त्यसको लागि मैले यो सबै पुण्य चाहिँ मैले कमाएको पुण्य चाहिँ मैले त्यहाँ चाहिँ अर्पण गरेँ, त्यसको लागि मैले चाहिँ चढाएँ त्यहाँ। त्यसरी भनेर तपाईँले प्रार्थना गर्नुभयो भने अनि त्यो पुण्य चाहिँ तपाईँको बचत हुन्छ र त्यो पुण्यले गर्दाखेरि तपाईँलाई अनि तपाईँ पनि बुद्धता प्राप्त गरेर चाँडो बुद्धता प्राप्त गरेर साँच्चीकै अनि सही अर्थमा तपाईँले सम्पूर्ण माता समान प्राणीहरूको हित गर्न सक्नुहुनेछ। 다 그전부터 가라 디지털 저걸 랑귀 대모 단다 두도 sabge죠. 근데 단다 개와 같이 베니 로 주잖아. 거를 잡아이니 지미 부어이니 그랬다. 소저 사람한테 좀 가져 되게 좋아. 단다 최니 뭐이나 되게 왜 좋아다 그제라. 저도 나 선전 타마지게 대모 단다 두는 sab게 했죠. 타 아니 산제 타지게 대모 다 두는 sab게 했죠. 오 제가 탐지 어 잠을 띄우지 빼나 $1 million 프로젝트 지기 연나 어디 미래잖아요. $1 million people 다네. 아니 $1 산데 두이나
$1 million 책을 봐. 세자 대기 $1 million 프로젝트 제도를 해. 세자 지나시 빼지나시 랑이께서 센스면 탐지께서 상계 탐지께서 저 차탐때 때네스 기자들 초지들 자 때네스 아니 가자 네 나스 나 가자 산데지 그만 톰네 sembilan 탐때 산데 그만 것도 요소스 뭐는 잠다 아니 게다 탐때 야 산데 sembilan 산데 그만 되는 거 잘. 제자 들었던 자마 콘로 사와 이내양 제지 파운이 됐으므로 리체보지 여러와 제가 여제 따뜻한 도망부 바 오지 오지 제가 이내양 너도 리체보 다 내려와 어딨나지 게자 너무 중을 지어야지 콘로 사와 디 콘로가 그다 주 너무 주 지원을 이내야 그다 뿌라 매차야 말 뿌라 매차야 말 매차야 말 그래도 근데 리치 다 돼요라 너무 보여냐 어디나 신이 그다 뿌라 매차야 말 제가 어디 선제도나 산제 가만서서 뭐 이나 어디 계좌불에 매치되면 그 도망보 온다 골드 사회나 도망보 온나 싱부트로게 다 가다 뉴얼 도뉴 심라 계좌 너무 중을 심라스 계좌 매치 아마스 제단다 다 드럭 도대바 오야죠 대매주든 배드나시 다 개와드 짠 너무 중을 면도야 다 계좌 수한테 가르쳐 그래 사람 어떻게 왕마가 갑라 선전선 사주 가봤을 때 왕마가 따라 계좌를 제다 내다 뒤 가자 다다야 우리 마찬가지 직담되는 빙이래 바다식이래 자마때 전다다 하고 빙이래 한다는 담마시네 직담 진짜 제나 되게서 저 따위 게다봐 제가 따위 게다봐 수월다 중나다 랑일로 당겨서 니름나라 따마시네 랑 니름나야 그래서 뭐였습니다 니름나라 그래서 뭐 요지네 가도래 대마 말봐 그 대마 말봐 공문에 대마 말봐 제상으로 대마 말봐 저 일면 하고나 대마 말봐 제단이 제단 따마시네요 일면 교정 거여서 일면 땅에 여서 저기서 가자 랑단 샘제 탐제 상계 탐지 뒤순도서 계획자와 파다 땀 이마저라 째네 양파다 짬 양난이 그랑 원에 링을 여대 매바 짠이 링을 원에 그랑 원에 여대 켜지는 매바 타라가 매바 어디 자대네 그랑 원에 링을 여대 옛날 또 받았으면 옛날 그랑 원에 링을 여대 저 다가라 짠 매바 어디 내 산지 가방 그랑 원에 링을 매바 또 대톰네스 내 셈년 탐졌어요 셈정만 매버리 그런 짠 매바 다른 짠 매바 어디 내 산지 가방라 산지 거 양원에 비죠 짠 매바
대 톱네스 아니 내가 대라스 나라 집은 나라서 양만 해보지 짠 그런 건데 저 니네 매봐 어디 야 그것도 뭐 용서 어디서 따위 개다 그래 안 또봐 받았으면 야나는 그런 뭐네 해보지 리에서 또 매봐 어디 또 땅을 난 따위 개다 그래 저 따위 개다 이나 뒤져로 콘도사나 그래서 좀 더 말해 제일 로다잖아 그래서 좀 더 말해 하고서 어제 마시나 다 세상을 저지고 그래서 다 그래 매서 저번에 그거 말해 저번에 그 뭐니 제일 말해 하고 쟤네 하고 딱 말해 매서 저지 어제 sem지다도 sem지 등에 나도 sem전 거 등에 나도 어제 인제지 그래 어제 삼나 어디래 제가 언제 최년에 시작 개점을 장도 지난도 최년가 빼 개점을 최년가 뭐였나 신말에 저 많이는 신말에 저 전에 맞는 신말에 마시는 같이 누리 그래 빼 미세베 개점을 아니 최대 저 만나지 말아 최대야 최입니다 지금 저 얘기에 대해서 지금 최대 만나지가 가다 최신에 저는 최신에 라마야 가마를 라베 민다 저르마도 라마 가부지르마도 민다 가부지르마도 내가 생각하시오 내가 안일로 신도 빼자고 싶어요 내 생각 말해서 라이브 하고 제가 도대체 가자 어떤 상황도 낭동 라 들럽자 주제 말을 정하 배제 가서 시험을 말이 제가 도스레 제가 제자인데 최인가 영화데 미미스를 개정을 졸업년 제대 내가 정말 마도 국봤던데가 최든 최치는 최인 3년 최지금은 조용만 가가 버리더라. 자, 년대 개정하는 신다지 내가 정말 개정하다 신다가 가가 따발아서 공르긴 매스. 빼나 장주 선배절로 공로 사나 장주 선배 지어서 장주 선배절로 공로 깨지지 사나 가와 동자지게 계자 좀으로 나서는 가와 동자 사바이 진단대체 초라서 깨지지 좀 맞지 공로 깨지지는 계속 나서는 어디 자세 좀 쉬어야 정말 준준하네 제자 달라말로 공로 사바이나 다 산절로 공로 사바이나 대대자 너주기 계자 다 치자 망고에서 좀 그게 지금 라말로 보는 사람이 치자 등지 망고 가 등지 망고 계속 좀 그게 다들 준주고 루디야 장바이나 준주고 루디 시작잖아 달람은 하나다 가서 지금 거기 가자 라말로 보는 사람 가서 그래서 좀 세워 봐 야다 준주고 루디 sana 지금 한테 가 등지 망고 가좀 사래 저 어디 야 소주 अब त्यो पुण्य पनि तपाईले परिणामना गर्दाखेरि अन्तिममा चाहिँ कसरी गर्नुपर्छ त भन्दाखेरि अघि भने जस्तो यो तीनै कालमा भूतकाल वर्तमानकाल भविष्यकाल यो तीनै कालमा आफूले आर्जन गरेको सम्पूर्ण पुण्यहरू पनि सम्पूर्ण पुण्यहरू अनि सम्पूर्ण प्राणीहरूले तीनै कालमा सम्पूर्ण प्राणीहरूले चाहिँ एउटा पनि प्राणी नरहने गरी सबै प्राणीहरूले सञ्चय गरेको पुण्य र त्यस्तै गरी तीनै कालमा सम्पूर्ण बुद्धहरूले सञ्चय गरेको पुण्य सबै चाहिँ एकट्ठा गरेर त्यसलाई चाहिँ परिणामना गर्नुपर्छ त्यो गर्नुको तात्पर्य के हो त भन्दाखेरि एउटा उदाहरणको लागि तपाईले एउटा करोडौं चाहिँ के भन्छ करोडौं रुपैयाँको एउटा तपाईले योजना बनाउनु भयो
भने त्यो करोडौँ रुपियाँ चाहिँ तपाईँले करोडौँ मान्छेबाट एक एक रुपियाँ भए पनि सङ्कलन गरेर त्यो चाहिँ नगद सङ्कलन गरेर त्यो आफ्नो योजना चाहिँ सम्पन्न गर्नुहुन्छ। हो त्यस्तै खालको यो अहिले हामीले पनि सबै चाहिँ त्यो पुण्य चाहिँ त्यसरी चाहिँ सङ्कलन गरेर परिणामना गऱ्यो भने हो त्यसरी हामीले जसरी चाहिँ अहिले यो अरू अहिले भौतिक रूपमा यसरी चाहिँ सम्पन्न गर्न सक्छौँ, अरू हाम्रो पुण्यको कामहरू पनि त्यसरी सिद्ध गर्न सक्छौँ। त्यो एउटा उदाहरणको लागि हो। त्यसले गर्दाखेरि अब अहिले केप्जे फबुङ्गाले चाहिँ भन्नुभएको छ चाहिँ त्यसमा तपाईँको चाहिँ हामीले के भन्छ जतिसुकै पुण्य चाहिँ के भन्छ सञ्चय गरे पनि के भन्छ एउटा त्यो त्यसरी चाहिँ हामीले चाहिँ परिणामना गऱ्यो भने हामीले जस्तो चाहिँ अहिले के भन्छ तपाईँको एउटा चाहिँ क्रोध उत्पन्न भयो भने त्यसपछि हामीले त्यो परिणामना गरिसकेपछि हामीलाई क्रोध उत्पन्न भयो भने पनि रिस आयो भने पनि त्यो चाहिँ कस्तो हो त भन्दाखेरि एउटा त्यो पुण्य चाहिँ क्षय हुँदैन, पुण्य क्षय भएर सक्दैन। क्षय त हुन्छ तर क्षय भएर सक्दैन, भनेको पुण्य नष्ट भएर सक्दैन। त्यो चाहिँ कस्तो भन्दाखेरि एउटा ठुलो पहाड छ, त्यो ठुलो पहाडमा त्यो ठुलो पहाडबाट तपाईँले मसिनो ढुङ्गाहरू चाहिँ एक दुईवटा झिके पनि अर्थात् सयौँ ढुङ्गाहरू त्यहाँबाट मसिनो ढुङ्गाहरू त्यहाँबाट हटायो भने पनि तर त्यो पहाड चाहिँ त्यहीँ रहिरहन्छ। हो त्यस्तै खालको हामीले अघि पहिला गरेको सबै पुण्यहरू चाहिँ त्यसरी चाहिँ परिणामना गऱ्यो भने अनि त्यो चाहिँ अब आफू त्यसपछि आफूलाई क्रोध उत्पन्न भए पनि त्यो चाहिँ अलिकति पुण्य त नष्ट हुन्छ, तर त्यो चाहिँ एउटा उदाहरणको लागि ठुलो पहाडबाट सानसानो मसिनो ढुङ्गाहरू केही ढुङ्गाहरू चाहिँ हटाएको जस्तो मात्रै हुन्छ। अब हामीले चाहिँ त्यो एकदम बुझ्नुपर्छ कि यहाँनिर अब त्यो बुझ्नु चाहिँ किन आवश्यक छ भन्दाखेरि होइन भने हामीले त्यो बुझेन भने त्यो खालको परिणाम पहिला गरेन भने के हुन्छ भन्दाखेरि अघि भने तिनै कालमा सञ्चय गरेको चाहिँ होइन कल्पौँ कल्पसम्म सञ्चय गरेको पुण्यहरू पनि एक सेकेन्डको क्रोधले नष्ट हुन्छ भनेपछि त अहिले जस्तो हाम्रो चाहिँ यो चाहिँ अब जस्तो पहाडको त्यो ढुङ्गा चाहिँ हटाएर चाहिँ पहाड नहटिने जस्तो, तर फेरि ट्रकले नै ओसार्न थाल्यो भने त त्यो पहाडै हट्न सक्छ। त्यसले गर्दा त्यो ट्रकले ओसारेर सक्ने भन्दा पनि पहिला चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि पुण्य चाहिँ अनुमोदन गर्नु पर्यो। पुण्य आफूले कमाएको पुण्य चाहिँ अब त्यो अर्थ बुझेर गर्नुभयो भने त झनै राम्रो, तर अर्थ नबुझेर त्यो शब्द मात्रै वाचन गरेर तपाईँले त्यसलाई सम्झेर मात्रै त्यसलाई चाहिँ त्यो पुण्य अनुमोदन गर्नुभयो भने त्यसको चाहिँ पुण्य पाउँछ, त्यो चाहिँ पुण्य पाउँछ। त्यसले गर्दाखेरि त्यसरी चाहिँ गर्नुपर्छ। अब त्यसको अझै अन्तिममा चाहिँ के भन्दाखेरि अहिले यो सबै पुण्यहरू यो सबै हामीले जति कुरा गरिरहेको छौँ यो सबै चाहिँ एउटा जसरी अब हामीले सपनामा धेरै धर्म कमाएको सपनामा देखे पनि विपन्नमा बिउजिँदाखेरि त त्यहाँ केही पनि हुँदैन वास्तवमा, होइन? हो त्यस्तै गरी अब हामीले जति पनि अहिले कमाएको जति पनि गरेको सञ्चयहरू छ पुण्यहरू छ त्यो पनि त्यसरी नै रूपमा लिनुपर्छ। त्यो चाहिँ कसरी भन्दाखेरि म भन्ने अहिले हामी म भन्छौँ, मैले कमाएको पुण्य भन्छौँ नि, मैले आर्जन गरेको कुरामा त्यो पुण्य चाहिँ सबै एउटा चाहिँ कस्तो हो त भन्दाखेरि मैले कमाएको यो के भन्छ तिनै कालमा भनेको मैले चाहिँ भूतकाल वर्तमानकाल भविष्यकालमा जति पनि कमाएको म भन्ने त्यसले चाहिँ एउटा त म भन्ने नै पहिला चाहिँ त्यस्तो खालको छैन, होइन? त्यो भ्रमित त्यो मनले सञ्चय गरेको म मात्रै हो। त्यस्तो भ्रमित म भन्ने मैले चाहिँ सञ्चय गरेको पुण्य पनि त्यस्तो साँच्चीकै त्यस्तो छैन। त्यो चाहिँ के छ भने सपनामा देखेको पुण्य विपन्नमा उठ्दा नभएको जस्तो मात्रै हो। हो त्यसरी चाहिँ धारणा गर्ने त्यो पुण्य पनि त्यस्तो खालको चाहिँ हो। त्यो मैले सम्झेको के भन्छ मेरो नाम मैले मनबाट सृजना गरेको नाम रूपी संज्ञा मात्रैको पुण्य। अनि त्यस्तै सम्पूर्ण प्राणीहरूले पनि तिनै कालमा सञ्चय गरेको त्यो नाम रूपी संज्ञा मात्रको पुण्य। त्यस्तै सम्पूर्ण बुद्धहरूले तिनै कालमा सञ्चय गरेको नाम रूपी संज्ञा मात्रको चाहिँ बुद्ध भूमि त्यसलाई चाहिँ त्यहाँ त्यो सबै चाहिँ त्यसको लागि मैले चाहिँ त्यसरी चाहिँ सम्पूर्ण प्राणीहरूको त्यो खालको पुण्य चाहिँ नामरूपी त्यस्तो खालको साँच्चीकै नभएको तर हाम्रो भ्रमित मनले सञ्चय गरेको त्यस्तो खालको सम्पूर्ण चाहिँ मैले चाहिँ त्यसलाई चाहिँ सम्पूर्ण प्राणीहरूको त्यसलाई चाहिँ बुद्धत्व प्राप्त गर्नुको लागि आफूले बुद्धत्व प्राप्त गर्नुपर्छ, त्यसको लागि मैले पुण्य अनुमोदन गर्छु भनेर त्यसरी चाहिँ त्यो संज्ञा रूपी पुण्यहरू चाहिँ त्यसरी चाहिँ म भन्ने एउटा सत्ता संज्ञा रूपी म
बाट चाहिँ त्यसरी परिणामना गर्नुपर्छ। त्यसरी गऱ्यो भने अझै त्यसको चाहिँ झनै बढी चाहिँ पुण्य तपाईँलाई प्राप्त हुन्छ, त्यसले झन् बढी चाहिँ लाभ हुन्छ। त्यसरी चाहिँ अनुमोदन गर्नुभयो भने त्यसपछिको पुण्य चाहिँ त्यो नष्ट हुँदैन। त्यसरी गर्नुभयो भने त्यो पुण्य चाहिँ अनि नष्ट हुँदैन। त्यसले गर्दाखेरि अघि पहिलाको भन्दा अहिलेको यसरी सोच्नु सक्यो भने चाहिँ अझै राम्रो चाहिँ पुण्य नष्ट नहुने हुन्छ। त्यसले गर्दाखेरि अब हामीले त्यो के भन्छ त्यस्तो खालको धर्म चाहिँ अब हामीलाई एकदम धेरै चाहिन्छ। यो खास गर्ने धर्म चाहिँ सुन्नुपर्छ, धर्म जान्नुपर्छ। किनभने धर्म नजान्यो भने हामीले कहिलेकाहीँ हामी जिन्दगीभरि धर्म गरिरहेको छौँ भन्छ, तर धर्मको त्यो धर्मको त्यो चाहिँ नबुझिकन त्यसरी धर्म गऱ्यो भने त्यो सबै व्यर्थ भएको पनि भन्न बेर लाउँदैन। त्यसले गर्दाखेरि चाहिँ जस्तो अहिले त्यो चाहिँ कस्तो हो भन्दाखेरि कहिलेकाहीँ हामीले जतिसुकै धर्म गरे पनि, पुस्तकहरू वाचन गरे पनि त्यसको अर्थ नबुझिकन, त्यसको चाहिँ सबै पुण्यहरू पनि त्यो अर्थ नबुझिकन, त्यस्तो खालको परिणाम नै नगरी अर्थात् चित्त उत्पादन पनि नगरिकन त्यस्तो खालको कार्य गऱ्यो भने त्यो चाहिँ एउटा उदाहरणको लागि कस्तो भन्दाखेरि सुगाले चाहिँ रट्नु जस्तो मात्र हो। सुगाले रट्यो भने त रट्छ, उसले पनि भन्छ होइन, तर त्यो सुगाले भनेको त्यसको चाहिँ कुनै त्यहाँ अर्थ त्यहाँ त्यसले केही लाभ हुँदैन। त्यसै सुगरे रट्नु जस्तो मात्रै हो भनेर उदाहरणको लागि त्यहाँ राख्नुभएको छ। त्यसले गर्दाखेरि अब चाहिँ हामीले अब यो कुराहरू मैले यहाँ तपाईँलाई भनिराख्दा म पनि फेरि त्यस्तो धेरै जानेको गुरु त्यस्तो केही पनि होइन। मैले तपाईँलाई हिजै भनिसकेँ, मभन्दा पनि यहाँका चाहिँ आनीहरू, साना साना आनीहरू धेरै मभन्दा धेरै जान्ने छन्। तर पनि मैले अब मेरो आफ्नो अनुभवको हिसाबले मैले तपाईँहरूलाई यो भन्दैछु। यो चाहिँ अब यसरी चाहिँ हामीले धर्म गर्नुपर्छ भनेको मतलब हामीले धर्म गरेको पुण्य चाहिँ नष्ट नहुने, त्यो खेर नजाने गर्नुपर्छ। अझै वास्तवमा हो भने त अब बोधिचर्या अवतारमा भन्ने हो भने अब अन्य ग्रन्थमा अरू भए तापनि बोधिचर्या अवतारमा चाहिँ भन्नुभएको चाहिँ एउटा के भन्छ बोधिचर्या अवतार शान्तिदेवले भन्नुभएको छ, जसरी चाहिँ एकचोटि चाहिँ एउटा बोधिसत्वलाई एकछिनको चाहिँ क्रोधले चाहिँ तपाईँको 10,000 चाहिँ वर्ष सञ्चय गरेको तपाईँको त्यो पुण्य चाहिँ नष्ट हुन्छ भने एकजना बुद्धलाई चाहिँ एउटा बुद्धलाई चाहिँ क्रोध उत्पन्न भयो भने त्योभन्दा करोडौँ चाहिँ तपाईँको बढी चाहिँ पुण्य नष्ट हुन्छ। त्यस्तै गरी त्योभन्दा पनि अझै बोधिसत्व चाहिँ बुद्धभन्दा पनि एउटा गुरुलाई एक क्षणको मात्रै क्रोध उत्पन्न भयो भने चाहिँ त्योभन्दा झन् लाखौँ गुणा बढी चाहिँ तपाईँको पुण्य क्षय हुन्छ भनेर भन्नुभएको छ। अब यो चाहिँ अहिले बोधिचर्या अवतारको चाहिँ त्यो सूत्र ग्रन्थ अनुसार भन्यो भने त्यसरी चाहिँ व्याख्या गरिएको छ। त्यस कारणले गर्दाखेरि हामीले एकदम चाहिँ यो सबै हुनुभन्दा पहिले नै हामीले आफूले कमाएको पुण्यहरू चाहिँ सबै एकदम सुरक्षित ठाउँमा राख्नुपर्छ, सुरक्षित ठाउँमा बचाएर राख्नुपर्छ। त्यसको लागि चाहिँ यो परिणामना गर्ने पनि धेरै तरिका छ। त्यसरी चाहिँ यो सबभन्दा पहिला त्यो परिणामना, पहिलो चित्त उत्पादन, त्यसपछि मूल कार्य र अन्तिममा चाहिँ तपाईँको यो परिणामना गर्न चाहिँ एकदमै आवश्यक छ। त्यो चाहिँ हामीले जान्यो भने अनि हामीले साँच्चीकै गरेको धर्महरू चाहिँ खेर जाँदैन। होइन भने हामीले धर्म गर्यो तर त्यो सबै नष्ट भएर अनि त्यसले आफूलाई केही पनि लाभ हुँदैन। ती खसा तावे जेताम्नी 그 정도로 तावे जेताम्नी 뒤지고 혼자 사는 게 좀 밑부터 가르쳤나? 갑자기 생각을 못하게. 네 가사 거에 잡았다는데 말이와 지야티 다음에도 왜 셔럽 코나래. 등고서 지야줘라. 어디 다음에도 왜 셔럽 코나래. 오늘 대성다 들에서 묻었어. तपाईँको अहिले हामीले पछिल्लो चरणमा त्यो पुण्य क्षय हुँदैन। जसरी हामीले संज्ञा रूपी रूपमा त्यो पुण्य अनुमोदन गर्दछौँ त्यसरी गरेको कर्म चाहिँ त्यसपछि क्रोध उत्पन्न भने पनि त्यो पुण्य क्षय हुँदैन भन्ने चाहिँ के त भन्दाखेरि हामीले त्योभन्दा अगाडि यो अनात्माको प्रज्ञा उत्पन्न भएको कारणले त्यसले गर्दाखेरि चाहिँ त्यो चाहिँ पुण्य चाहिँ क्षय हुँदैन भनेर कीर्ति चन्द्र मित्रले भन्नुभएको छ, व्याख्या गर्नुभएको छ। 또 섬당하잖아요. 섬라 대전된 섬 좋아티도 대 배나 당내마 로망을 쳐버려. 당내마 지지 로드 된다. 울수가 한다. 아니 당부대 살 콘도 대명라 레질 하자.
그래서 Baba Sikis, hada mani, of course. Zina's name. Zina's name is Zina. Zina. Indeed, Ursula, that Luma, Jagana, Luma, Jebus, and Koran Papa, the Jebus, Wapa, Ursula, Tini Machamachan, two parents of law and law. Chetan Maramela Princess Zinaiti, Rejapskis Gray. Chetan Maram Zinas Gray. Chetan Ti Kabla, any Sabekoto sometime. Any counter the Union Rudu, under the Lore Union Rudu. Then some cup calamas taking the Java in a coach of Gandu. Java in June with him, what the Richard Hada Bangas some in the Mutin Yamara, take a thing to do. Some Joatan then do those Sabacomana, what in the Joating. Joan didn't be talk about the Mare. The Joating the time I was talk about the Mare, Tamato the Mare. Chada. Sha, another contrast, that music is a civil, then music is the Amagote, Yanja Yana what do you contrast? Yanja contrast. I think the Raja or the Chotal Prince. Okay, oh, that's it. Oh, the. 다시 들이대 샤니 가자 야 내 생이 또 시기스 들이대 야 तपाईले सुन्नुहुन्छ ल म अलि ठुलो स्वरले भन्छु म पनि अब धेरै पहिला वास्तवमा भने मेरो आफ्नै चाहिँ तपाईको अनुभव भन्ने हो भने धेरै पहिला अब मेरो एउटा शिष्य थियो त्यो रसियाको राजकुमारी हो वास्तवमा भने उहाँको नाम चाहिँ जिना हो र उहाँ पछि रसियामा त्यो अब राज चाहिँ यो रोयल मेसिकर भन्छ त्यो सबै यहाँ चाहिँ राज खानदान त्यो सखाप पारेपछि त्यहाँ विद्रोह भइसकेपछि त्यहाँ पछि उहाँ चाहिँ फ्रान्समा आउनु भएको थियो तर त्यो उहाँको बेला पनि मलाई याद छ चाहिँ मैले त्यो जब बोधिचित्तको चाहिँ उत्पादन गरेर चाहिँ शान्तिको अभ्यास गर्ने त्यो बेला चाहिँ मलाई धेरै रिसहरू आउँदैन थियो र आइहाले पनि त्यो रिस हराइहाल्थ्यो र त्यसले गर्दाखेरि यो चाहिँ अब त्यस्तो हुने चाहिँ अनुभव छ हैन त्यसले गर्दाखेरि अब यो अब मलाई कस्तो बेला चाहिँ त्यो बेला चाहिँ मेरो अनुभवको कुरा अब अहिले त थाहा छैन त्यो बेला मलाई त्यस्तो खालको अनुभव भएको थियो जति मैले शान्तिको अभ्यास गरेँ बोधिचित्त उत्पादन गरेर जति शान्तिको अभ्यास गर्दै गएँ मलाई रिस आएन र आइहाले पनि धेरै कम आउने त्यस्तो हुन्थ्यो त्यसले गर्दाखेरि क्रोध नहुने र फेरि पनि अब मलाई कस्तो बेला चाहिँ रिस उठ्छ भने एउटै कुरालाई चाहिँ बार सोधिराख्यो भने अनि त्यो बेला चाहिँ मलाई रिस उठ्छ जस्तो अहिले मेरो चाहिँ अहिले सहयोगी जो एफएमटीको चाहिँ जो महासचिव हुनुहुन्छ हाम्रो रजरला उहाँले मलाई जहिले पनि कुराहरू सोधिराख्छ त्यो बेला मलाई अलिअलि क्रोध उत्पन्न हुन्छ ngato chuna rang khong sha sa de jina ngato ne kulong jore ne da senjin ne töndu 저be senjin 탐지 제도 랑 남에 담아래 랑 저거 담아래 senjin 탐지 제도 어다 senjin 거본데 예 서버 공부이스 ngato ne kulong jore kulong j는데 배되고 컨트롤미디어를 sabse pingin ma je kolo bina ma je ane kontrol top to lo de ka top to je ma de khang de geza ya bjong ma geza ma sa sa de ka ga ma ya de de cha र बिहानै सबेरै उठ्ने बित्तिकै हामीले के गर्नुपर्छ भन्दाखेरि सम्पूर्ण प्राणीहरू चाहिँ हामीले फेरि आफ्नो इष्टमित्र आफन्त त्यो मित्रको लागि मात्र हैन सम्पूर्ण प्राणीहरूको लागि चाहिँ निम्ति मैले चाहिँ शान्तिको अभ्यास गर्छु भनेर चाहिँ सोच्नुपर्छ त्यसरी सोच्यो भने चाहिँ अनि ठुलो पुण्य लाभ हुन्छ र आज चाहिँ यही स्थगित गर्छु ओ जाजी बगे जे मन्द रामद्राले जिङदि संगठनमा दा भयो गन्दा जिन्दि जबारा जो ida manguror damadaлаганата ами
rangi demo tatu sangita tusun sabi kewe tsol tene daba shinjewe chanchu sen ruje ode yadina chanchu samcho rembo je amaje panama de je jeba nyama mebaye kone konde bewa ya de kasa da de rangi dema da tu da smi tam da sanga tam ji tu no sabe ke ve tsawa de ne ni nam na lo ngu yu ni nam dang ne ni nam dang ni nam na lo ngu yu se ni nam ni ni mo ngo she me ji da ji ko da ma ma yi me ba ko thona me ba da ma ma ta ngi ba o de ping go le ni ba ni sam demo da tu simje tam rang sabe demo da tu su da simje tam ji ge tu su sabe ge so sang ge tam ji tu su sabe ge so de ne adi 아니 저에 산지 코한테 심전 탐지 아니야 저에 산지 코한라 라니 집에 달라도 거도 용쇼 어디 자쟁을 라테마 सम्पूर्ण आफू लगायत सम्पूर्ण प्राणीहरू र सम्पूर्ण बुद्धहरूले तिनै कालमा सञ्चय गरेको पुण्यको बलले चाहिँ सम्पूर्ण प्राणीहरू र स्वयंमा चाहिँ बुद्धिचित्त उत्पन्न यो चाहिँ अघि पहिलाको हो। त्यसपछि दोस्रोमा चाहिँ अब फेरि पनि मैले स्वयं आफूले र चाहिँ सम्पूर्ण प्राणीहरू र सम्पूर्ण बुद्धहरूले तिनै कालमा सञ्चय गरेको पुण्यहरू एकमुष्ट गरी त्यो पुण्यको बलले गर्दाखेरि त्यो चाहिँ फेरि मैले परिणामना गर्दाखेरि के भन्दाखेरि सपना जसरी मैले एउटा सपनामा चाहिँ त्यो गर्छु त्यस्तै खालको यो सबै सपना मात्रै हो भन्ने सोचेर सपना रूपी यो जुन चाहिँ पुण्यहरू छ त्यो सबै मैले त्यसरी नै सपना रूपीमै मैले परिणामना गरेँ अनुवाद गरेँ। त्यो चाहिँ के को लागि भन्दाखेरि मैले यो चाहिँ सम्पूर्ण प्राणीको हित गर्नको लागि मैले चाहिँ बुद्धता प्राप्त गर्नको निम्ति र मैले बुद्धता प्राप्त गरेर आफैले चाहिँ सम्पूर्ण प्राणीहरूको यो दुःखबाट चाहिँ उद्धार गर्न सकौँ त्यसको लागि मैले बुद्धता प्राप्त गर्नुपर्छ। त्यसको लागि मैले परिणामना गरेँ भनेर सोध्नुपर्छ। नि दा जमल पावे सिंह पिंगोरे दा श्रामाशने खरा जमल पावे चिता चेंबा थांग्स 한지 좀 점벌서 구도 상보 현지 좀 구도 상보 잠바 치다 chem도 구도 상보 돼야 되지 구도 상보 그때 어제나 신 구도 상보 잠을 구도 상보 되지 다 계획자가 되겠냐 상보 주제라도 뭐지 자 저세베 저와 탑지 뭐가 저도 나와지 진세베 저와 탑지 뭐 강라 산적가 못해서 뭐로 선생님 뭐가 저도 나와 다 계획자가 되겠냐 상보 주제라도 뭐지 어디 지구도 마찬가지다 제 몰라야 보잖아 디핑 거래 अब यो जो अहिले जम्बलपाव क्षेत्र क्याम्पबाट कुन्दो सम्पद त्यहाँ देदा कुन गेवा देदा थम्जेर जुन श्लोक छ त्यो प्रार्थना चाहिँ अब धेरै अर्थ नबुझे पनि जसरी चाहिँ उहाँले चाहिँ मञ्जुश्रीले त्यो बोध गर्नुभएको र सम्बन्ध भद्राले पनि त्यसलाई चाहिँ अनुमोदन गर्नुभएको जस्तै गरी मैले पनि सञ्चय गरेको सम्पूर्ण पुण्यहरू चाहिँ सम्पूर्ण प्राणीहरू चाहिँ तपाईँको चाहिँ बुद्धत्व प्राप्त गर्नको लागि मैले अनुमोदन परिणामना गर्दछु भनेर चाहिँ प्रार्थना गर्नुभयो भने यो शब्द यो श्लोक मात्रै वाचन गर्नुभयो पनि राम्रो हुन्छ। जबलम्बे जिद जम्बा दकुद समोदया देजिन्दु तदा कुन्ये जदल गवा दे दातम जे रादो ओ तो सेबे जवा तम जे जुंगो आगला तुद दागे गवे जावा दिगे
Sambojaja Radongoji, Jide Kamde Pente Moloba, Kale Jive, Sabe, Jame, Tenzin Jazo, Kuzatenje, Toje Londo.